भिडियोबाट काम खोज्ने त्यस्ता कुराहरू पनि थिएनन्। आफै हामी के गर्थ्यौँ भनेदेखि आएर सिधा यसो हेर्ने अनि रेस्टुरेन्टमा छिर्ने सोध्ने। यहाँ आइसकिसकेपछि अब काम खोज्नु पऱ्यो, काम खोज्नलाई भाषाको समस्या, इङ्ग्लिसले नहुने होइन त्यतिखेरको समयमा। र पनि अब थोरै मान्छे भइसकिसकेपछि अब अहिले जस्तो इजी पनि थिएन, तरिका पनि थाहा थिएन। नेवाब चाहिँ 2006मा चाहिँ गठन गरिएको हो होइन, थोरै मान्छेहरू हाम्रो राधाकृष्ण दाईहरू भएर। अनि तर त्यो अफिसियली चाहिँ 2009मा चाहिँ नमस्ते अनि स्वागत छ हवाईजहाज पोडकास्ट एपिसोड 3 मा। आज पनि हामी नयाँ गेस्टसँग आइसकेका छौँ र सुरुमा म हाम्रो स्पोन्सरहरू एसियन ज्वेलरी एन्टवर्प बेल्जियम र क्रेसेन्ट बेल्जियमलाई सम्झन चाहन्छु। र आज हामीसँग स्पेसल गेस्ट हुनुहुन्छ जो बेल्जियममा विगत लामो समयदेखि बसोबास गर्दै आउनुभएको छ र विभिन्न बेल्जियमका नेपाली सङ्घ संस्थाहरू पनि उहाँले प्रतिनिधित्व गरिसक्नु भएको छ र एक सामाजिक व्यक्तित्व र निकै हँसिलो व्यक्तित्व। स्वागत गर्न चाहन्छु नेपाल व्यवसाय सङ्घ बेल्जियमका अध्यक्ष श्री चिरन खवासज्यूलाई। नमस्ते राजेश भाइ, थ्याङ्क यू फर इन्भाइटेसन। पोडकास्टमा तपाईँलाई हामीले धेरै अगाडिदेखि बोलाउन चाहिरहेको थियौँ तर विभिन्न कारणहरूले गर्दा टाइम लाग्यो, तर बट स्टिल वी आर भेरी ह्याप्पी कि तपाईँ यहाँ आइदिनु भयो। के छ दाइ खबर, सबै बेल्जियमको खबर, तपाईँको खबर? सबै ठिकै छ। अहिले अब ठ्याक्कै दसैँ तिहार नेपालका ठुला मेजर फेस्टिभलहरू सकिए होइन। केही समय म नेपालमा पनि थिएँ। हामी सायद नेपाल जानुभन्दा अगाडिबाटै प्लानिङ गरिरहेको थियौँ, केही नमिलिरहेको अवस्था होइन। र फाइनल्ली अहिले मिल्यो, आज मिल्यो। एकदम खुसी लाग्यो। तपाईँको स्टोरीहरू धेरै पर्सनल्ली हामीले चिने पनि, तपाईँको कहानीहरू धेरै कथाहरू चाहिँ आजको पोडकास्टबाट चाहिँ निकाल्न ट्राई गर्नेछौँ। र म सुरु गर्न चाहे चाहिँ तपाईँ बेल्जियम आउनुको हिस्ट्री के छ? तपाईँ कहिले बेल्जियम आउनुभयो? म ठ्याक्कै सन् 2000मा बेल्जियम आएँ। अब म पहिले खास चाहिँ कस्तो थियो भनेदेखि ओरिजिनल्ली चाहिँ बेल्जियम आउने भन्दा पनि म जापान पढ्न जानलाई भनेर चाहिँ तयार गरिरहेको थिएँ। 8-9 महिना जति जापानिज भाषा पनि सिकेको थिएँ, बोल्न पनि आउँथ्यो 8-9 महिना भनेपछि होइन। धेरै राम्रो हो। तर अब अहिले चाहिँ लगभग जिरो। अब त्यो 25 वर्ष जस्तो भयो, फेरि युज कहिले पनि गरिएन होइन। जापानिजबाट डचमा चेन्ज भयो। अहिले अब डच बोल्नुपर्ने होइन। अब यो कस्तो अप्ठ्यारो, तर ठिक छ। त्यतिखेर पढ्दै एउटा चाहिँ एक किसिमको अपर्च्युनिटी, यहाँ फ्रान्स आउने अपर्च्युनिटी, एकजना दाईको एउटा एक्सपोमा आउने अपर्च्युनिटी मिल्यो। अनि यसै त्यो उहाँले आफैले मेरो पासपोर्ट लगेर भिजा गरिदिएपछि भिजा लाग्यो, म यहाँ आएँ होइन। अनि आइसकिसकेपछि अब यहाँको सिचुएसन हेऱ्यो, देशको अवस्था त्यतिखेर एकदमै खाली लाग्दै थियो वास्तवमा भन्यो भने होइन। द्वन्द्वकाल गरेको थियो। अनि त्यो भइसकेपछि कन्फ्युज कस्तो भयो भनेदेखि अब फर्केर नेपाल जाने, त्यसपछि जापान पढ्न जाने, 2 वर्षपछि त फर्केर आउनै पर्छ होइन। यहाँ अब धेरै बस्दै लगभग केही समय बस्ने बित्तिकै छोटो समयमै के देखियो भनेदेखि यहाँ त अब बस्यो भनेदेखि भोलि राम्रो फ्युचर रहेछ होइन। अनि कति साथीहरू चाहिँ अलिक पहिले आउने साथीहरूले चाहिँ अब पेपर पनि बनाइसकेको होइन। अनि ट्राभल गर्नै जापान जानलाई पनि उहाँहरू चाहिँ एकदम इजी टिकट काटेर जापान जानु पाउने रहेछ। अनि त्यो देखेपछि वास्तवमा लोभ लाग्यो क्या एक किसिमको होइन। जुन चिजको लागि म गर्न खोजिरहेको छु, पछि म यदि यहाँ मेरो चाहिँ होइन पेपर बन्यो भनेदेखि त मलाई त्यो एउटा चाहिँ जुन मैले अब पछि गर्छु भन्ने कुरा चाहिँ त्यो गर्नु नपर्ने रहेछ भनिसकेपछि यतै बस्नतिर चाहिँ अब योजनामा लाग्यो त्यतिखेर। हजुर, यो चाहिँ 2000 तिरको कुरा भयो होइन। नेपालमा घर कता दाइ? मेरो ठ्याक्कै घर झापा।
झापाली पक्का झापाली पक्कै झापा पक्का झापाली झापा भन्ने बित्तिकै होइन झापाली झापाली मेरो साथीहरू पनि छ धेरैजना झापालीहरू अनि म झापालीहरू अलि अफाडी हुन्छ अलि ठग्ने खालको हुन्छ फटा हुन्छ भन्छन् सिधा सिधा भन्दाखेरि यसलाई डिफेन्ड गर्नलाई केही छ पोइन्ट होइन डिफेन्डै गर्नु पर्दैन यस्तो छ मैले जस्तो हरेक ठाउँमा अहिले अब अर्को मेरो छुट्टै परिचय पनि छ रिसेन्टली अन्तर्राष्ट्रिय झापाली समाजको महासचिव भएर अहिले यो कार्यकालबाट म काम गरिरहेको छु अहिले होइन अनि त्यो चाहिँ त्यो पनि म थोरै जोड्न चाहन्छु अहिले पछि झापाली आइसकेपछि पहिले मलाई चाहिँ यहाँ साथीहरूले बेल्जियममै पनि धेरै पटक झापाली समाजमा जोडिनु पऱ्यो भन्दाखेरि कहाँ अब नेपाल छोडेर यहाँ आएर फेरि होइन क्लस्टरमा बाँडिने त कुरा आएन नि त होइन त्यस्तो नगरौँ होला मलाई त्यो चाहिँ त्यति कम्फर्ट फिल हुँदैन भनेर भने लामो समय गरिएन पनि अनि पछि जब म नेपाल फर्केर गएँ टाइम टु टाइम जाने बेलामा कस्तो समस्या भन्दाखेरि कसैले पनि चिन्दैन क्या होइन आफ्नो गाउँघरतिर गयो भने पनि कसैले चिन्दैन मैले पनि चिन्दिनँ उनीहरूले पनि मलाई चिन्दैन एकदम नयाँ जस्तो क्या अनि त्यो भइसकेपछि एकचोटि दुईचोटि तिनचोटि होइन त्यो समस्याहरू भोगिसकिसकेपछि कस्तो फिल भयो भनेदेखि अब मैले चाहिँ फेरि मेरो रिलेसन्सहरू चाहिँ रिन्यू गर्नुपर्ने रहेछ अनि त्यहाँको साथीभाइ खोज्ने क्रम भयो यता फेसबुकमा जोडिने भयो होइन अनि गर्दा गर्दै एउटा कस्तो अपर्च्युनिटी भयो भने एकजना साथी मेरो सँगै पढेको साथी उहाँले चाहिँ ल अब एकचोटि यो अहिलेको नयाँ कार्य समितिमा युरोप संयोजक भएर बस्दैौ न तिमी युरोपमा रहेछौ होइन युरोपलाई अलिकति जोड्नु पऱ्यो भने उसको कुरा काट्न नसकेर म जोडिएँ होइन अहिले उहाँले अध्यक्ष हुनुहुन्छ अनि उहाँको कुरा काट्न नसकेर म जोडिएपछि के फिल भयो भनेदेखि मैले हराएका मेरा साथीभाइ होइन दाईहरू अङ्कलहरू होइन जो चाहिँ पढाइसकिसकेपछि आफ्नो रोजगारीको क्रममा पढाइको क्रममा नेपाल छोडेर प्रायः चाहिँ हाम्रो कस्तो हुन्छ भने झापालीहरू चाहिँ 10 क्लाससम्म झापामा पढ्ने अनि त्यसपछि सिधा काठमाडौँ हुन्छ क्या प्रायः जसो होइन अनि त्यही भएर पनि अलिकति गजाङ गुजुङ त्यो स्टोरीहरू बनेको पनि त्यसरी पनि हो क्या खास चाहिँ होइन अनि ती सबै साथीहरूलाई दाईहरूलाई भेटेपछि यस्तो खुसी लाग्यो मलाई होइन उहाँहरूले पनि मलाई चिन्ने होइन अब मेरो बुवा चाहिँ टिचर पहिलेदेखि अनि त्यो जमानाको फुटबल प्लेयर पनि हो टिचर पनि अनि उहाँ चाहिँ झापा जिल्लाको यो हाम्रो वीरेन्द्र सिल च्याम्पियनसिप हुन्छ क्या त्यसको रेफ्री पनि हुनुहुन्थ्यो होइन अनि त्यो कारणले पनि एकदम बुवालाई सबैले चिन्ने अनि मसँग भेट भएपछि ट्याक्कै मेरो यहाँ माल्टामा भेट भयो अमेरिकामा भेट भयो होइन सबैजनाले मलाई चिन्ने होइन अनि अब त्यो अनुहार बिर्सिए पनि फलानुको छोरा फलानुको भाइ भनेर चिनिसकेपछि एउटा कस्तो खुसी लाग्यो भनेदेखि होइन हाम्रो आफ्नो आखिर घुमाइफिराइ म त्यो ठाउँमा जानैपर्छ होइन मैले चिने भनेदेखि मेरा साथीभाइदेखि लिएर सबै चिने भनेदेखि केही हुन्छ होइन गर्न सकिन्छ अनि यसपालि म गएपछि हाम्रो झापामा 14वटा पालिका छ गाउँपालिका नगरपालिका गरेर 8वटा नगरपालिका 7वटा गाउँपालिका छ म सबै ठाउँ घुमेँ पनि होइन पुरा बसाइ मेरो यसपालि झापामा रह्यो किन भन्दाखेरि मैले अलिक कुनै चिज गरेँ भने म अलिक स्पेसिफिक नै गर्छु क्या त्यसलाई चाहिँ अलिक बढी ध्यान दिएर गर्छु होइन अनि त्यो भयो अब अघिको सन्दर्भ चाहिँ कस्तो भनेदेखि झापालीलाई किन भनौँ अलिकति त्यो छ नि ट्रेन्ड जस्तै एउटा चाहिँ अब ऊ छ होइन मान्छेले चाहिँ फटाइ नै भन्छन् वास्तवमा रिजन के छ भनेदेखि ट्याक्कै बिर्तामोडबाट 15 मिनटमा काकरभिट्टा पुग्छ अर्थात् चाहिँ इन्डिया पुगिन्छ होइन सिलगढी वेस्ट बङ्गाल होइन यताको साइड पनि भद्रपुर साइडबाट पनि पुग्छ जति पनि सामानहरू हाम्रो नेपालमा आउने प्रायः मेजर सामानहरू कलकत्ता बन्दरगाहबाट आउँछ त्यो काकरभिट्टा भएर धुलाबारीमा झर्ने हो धुलाबारीबाट अनि होल नेपाल डिस्ट्रिब्युट हुन्छ होइन अनि अर्को एउटा राम्रो रिजन के पनि छ भन्दाखेरि झापा फ्ल्याट होइन झापामा त्यस्तो त्यो डाँडा काँडा त्यस्तो केही पनि छैन फ्ल्याट छ अनि झापाबाट त्यो राजमार्गबाट लेफ्ट साइड लाग्नुभयो भनेदेखि चाहिँ इलाम अनि इलाम ताप्लेजुङ यी जिल्लाहरू आउँछन् माथिपट्टि होइन त्यो चाहिँ अब पहाडी भेगहरू भए तर यता चाहिँ पुरै फ्ल्याट भएको भएर मान्छेलाई एकै दिनमा एक ठाउँबाट अर्को ठाउँ पुग्न एकदम इजिली सक्ने हुन्छ क्या मान्छेले होइन त्यो रोड सबै कुरो व्यवस्था पनि छ अनि अर्को कुरा पढाइको कुरा पनि होइन अब पहिलो कुरा बाटोघाटो सबै भएपछि पढ्नलाई पनि मान्छेलाई त्यो बन्देज केही भएन क्या अलिक बहाना भएन कतिपय पहाडी जिल्लाहरूमा इच्छा हुँदै पनि 5-7 क्लास पढेपछि फेरि टाढा 2 घन्टा हिँडेर जानुपर्ने 3 घन्टा हिँडेर त्यो हामीले कति स्टोरीमा सुन्छ नि त्यो प्रब्लम छैन त्यहाँनिर होइन अनि त्यो भइसकेपछि ट्रेन चाहिँ कस्तो भनेदेखि झापामा +2 गरेपछि प्रायः जसो मान्छे काठमाडौँ पढ्न आउँछन् काठमाडौँ पढ्न आएपछि अब काठमाडौँ भनेको अब अपर्च्युनिटीको चाहिँ होइन भण्डार त्यहाँ आइसकिसकेपछि नयाँ चिजहरू पनि हुन्छ त्यहीँ इस्टाब्लिस हुन्छन् होइन अनि त्यसपछि त्यो चाहिँ मान्छेको एउटा ट्रेन्ड बन्दो रहेछ क्या अनि +2 सकेपछि म्याक्सिमम् +2 होइन भने 10 सक्ने बित्तिकै काठमाडौँ आउने पढ्ने अनि उतै घर जम्मू गर्ने
अब हाम्रो यता केपी बाकै इक्जाम्पल हेऱ्यो भने पनि त्यही देखिन्छ होइन। त्यहाँ आएपछि के हुन्छ भने अब लजिकली के हुन्छ भने झापाबाट अथवा कुनै पनि ठाउँबाट गएका मान्छे होइन, काठमाडौँमा नेवार बस्ती, अब नेवारहरूको बस्ती हो, नेवा बस्ती होइन, परापूर्व कालदेखि भनेपछि अब त्यहाँ 100मा लगभग 90% त नेवार समुदायकै मान्छे भेट्नुहुन्छ नि त होइन। त्यो भइसकेपछि अब प्रेम हुनेदेखि लिएर धेरै कुराहरू, अब मेरो पनि स्टोरी सेम हो है होइन। अब अर्को एङ्गलबाट हेऱ्यो भने फटा अब होइन, झापाबाट काठमाडौँ आएर होइन, अब हाम्रो छोरीचेली चाहिँ बिहा गर्यो होइन, बिहा गरेर लग्यो भन्लान् के भन्लान् होइन। अब त्यो ममा पनि आएर लागु हुन्छ, तर म त्यो त होइन नि त, म फटा पनि होइन होइन। मलाई त्यस्तो लाग्छ है, अहिलेसम्म त्यस्तो फटा गरेर यस्तो लाग्दैन केही पनि। अनि अलिक बढी इन्फर्मेसन भएको कारण सबै कुराले गर्दाखेरि पनि अलिक फटा भनेकै कस्तो भने अलिक जान्ने बुझ्ने धेरै इन्फर्मेसन भइसकेपछि नजान्ने मान्छेले चाहिँ त्यसलाई चाहिँ त्यो अब के हो भन्ने हिसाबले त्यसलाई चाहिँ अब एकदम सिम्पल फटा भनेर चाहिँ चित्रण गरियो जस्तो लाग्छ क्या मलाई चाहिँ। यो चाहिँ एकदम डिबेटको ठुलै टपिक पनि हो, धेरै ठाउँमा कुरा निस्किन्छ। तपाईँले भने जस्तै अलि स्मार्टर वेमा केही कामहरू गर्दै जाँदाखेरि होइन, अरूले चाहिँ देख्दाखेरि अब यसले त एकदम राम्रो गरिरहेछ भनेपछि अब उसलाई एउटा त्यत्तिकै ट्याग लगाइदिएको हुनसक्छ, त्यो हुनसक्छ। ठिक छ त, एकदम जस झापाबाट आउनुभयो, बेल्जियम आउनुभयो, 2000तिर आउनुभयो होइन। अब बेल्जियमको सिचुएसन कस्तो थियो दाइ, कस्तो थियो यहाँ कम्युनिटी, कस्तो थियो, मान्छेहरू कति थिए, धेरै थिए, कस्तो थियो? त्यतिखेर म आउँदाखेरि हाम्रो नामै लिन्छु, हाम्रो अमन दाई अहिले हाम्रो ब्रासरी van de Wever त्यहाँ छ नि, उहाँको लिएर म, किनभने मेरो भिनाजु जापान हुनुहुन्थ्यो, म जापान पढ्न जाने भनेर उ गरिरहेको त्यहीबाट चाहिँ लिङ्कअप भएर अनि अमन दाईको फोन नम्बर लिएर आएको थिएँ म होइन। अनि मलाई लिन चाहिँ हाम्रो धने दाई लिन आउनुभएको थियो स्टेसनमा है। अनि एउटा त्यतिखेर ऊ पनि भएको थियो कि अब नदेखेको कहिले पनि होइन, त्यतिखेर फेसबुकको जमाना थिएन। अमन दाई भनेर फोन गरेँ, आउने बेलामा धन्दै लिन आउनु भएको छ, बेलुकासम्म बस्यो सँगै होइन। म चाहिँ यही मान्छे अमन दाई होला भन्ने सोचिरहेको थिएँ। अनि अन्तिममा अमन दाई चाहिँ काम सकेर बेलुका आउने बेलामा ल जाउँ भाइ भनेपछि अनि यो दाई चाहिँ अमन रहेछ, यो चाहिँ अर्कै मान्छे रहेछ, धन्दै रहेछ भन्ने भयो होइन। त्यसरी अब 2000मा आइयो। त्यतिखेर आउँदा केही पनि थिएन त, स्टेसन अगाडिपट्टि त्यो हाम्रो नेपालमा जस्तो बस पार्क थियो हाम्रो अहिलेको स्टेसन अगाडि होइन, यसो लाइनमा बस आएर रोक्थ्यो, हिलो थियो, हिलो पानी अलिकति पानी पऱ्यो भनेदेखि हिलो हुने होइन, त्यस्तो थियो। अब बिस्तारै अब लगभग 2 डिकेड्समा बेल्जियमले एकदम राम्रै, अब मलाई यतिसम्म याद छ कि त्यतिखेरसम्म लगभग हाम्रो यो सिटी हलहरूमा पनि होइन ट्रेडिसनल वे नै काम गर्थ्यो। अनि त्यतिखेर त्यो ट्रान्सलेटरहरूले भन्थ्यो क्या, हामी पनि अब धेरै भएको छैन, 5-7 वर्ष भयो, त्योभन्दा अगाडिसम्म हामी पेपरमै काम गर्थ्यौँ होइन। अहिले बल्ल हामी चाहिँ भर्खर कम्प्युटरमा इन्ट्री गरे हो भनेर भन्थ्यो, त्यो थियो। अब अहिले हेर्दै अब होइन धेरै चेन्ज भइसक्यो। अन्दाजमा कति मान्छेहरू थियो होला कि थाहा छ तपाईँलाई? हो त्यतिखेर त नेपालीहरू अन्दाजमा भन्दा धेरै थिएनन्, एकदमै कम 500,000 त्यस्तै होला है त्यो समयमा। फेरि प्रायः सबैजना तपाईँहरूकै एज ग्रुपको, किनकि तपाईँले अघि भने जस्तो नेपालमा द्वन्द्वकालदेखि लिएर धेरै समस्याहरू थिए, प्रायः सो मान्छेहरू चाहिँ कामको रोजगारीको लागि भए पनि विदेशी हुनुपर्ने बाध्यताहरू पनि धेरै थियो। र बेल्जियम पनि एउटा युरोपको आई थिङ्क लोकेसन वाइज पनि बेल्जियम सेन्टरमा, युरोपको सेन्टरमा, अनि प्लस अब हामीले सुन्ने गरिन्छ कि यहाँको सोसियल सेक्युरिटीहरू, सामाजिक सुरक्षा भनौँ नेपालीमा भन्दाखेरि, यस्तो कुराहरू धेरै राम्रो भएको भएर पनि धेरैजनाको चोइस चाहिँ बेल्जियम हुन पुग्यो। र अहिलेको रिसेन्टको कुरा गरौँ कति तपाईँहरू सुरुमा अब 500जना 1000जना हुनुहुन्थ्यो, अहिले मैले सुनेको है, अब हामी फ्याक्ट चेक गर्ने त हामीसँग कुनै ठाउँ छैन, तर नेपालीहरू 20,000 25,000 क्रस गर्यो भन्ने सुन्छु है। के छ तपाईँको एस्टिमेसन? मलाई पनि त्यस्तै लाग्छ, किनभने त्यो त्यतिखेरको समयमा मान्छे आउने क्रम एकदमै थियो होइन। एउटा कुरा, मान्छे पहिले आउँदा सिङ्गल, त्यसपछि प्राय बिहा गर्ने, अनि त्यसपछि अलरेडी छोराछोरी छन् भने छोराछोरी पनि लिएर आउने भनिसकेपछि त्यो हिसाबले गऱ्यो भने पनि अब 1-2 वर्ष अगाडिसम्म 1-2 वर्ष त्यसरी ल्याउने थियो होइन। अनि 1-2 वर्ष अगाडिसम्म हाम्रो चाहिँ 10-15 हजारको एभरेजमा भनिसकेपछि अब अहिले पोर्तुगलतिरबाट पनि धेरै दाजुभाइ दिदीबहिनीको पेपर बनाएको छ होइन, उहाँहरू आउनु भएको छ, फ्यामिली आउनु भएको छ, छोराछोरी लिएर आउनु भएको छ भने चाहिँ मेरो विचारमा पनि 20 चाहिँ क्रस गर्यो होला जस्तो लाग्छ। अनि यो चाहिँ हाम्रो लागि राम्रै न्युज होइन नेपाली सोसाइटीलाई, स्पेसल्ली अझै तपाईँहरूको व्यवसाय सङ्घबाट जति पनि कामहरू गर्दै गर्नुभएको छ, अझै नयाँ मान्छेहरू आउनु भनेको लाइक एउटा नेपाली कम्युनिटीको लागि राम्रो पनि हो जस्तो लाग्छ।
होइन एकदमै अब एउटा हामी जसले जे भन्यो भने एउटा एउटा जुन बास्केटमा राख्दाखेरि हामी विदेश आइसकेको युरोपमा बस्ने चाहे पोर्तुगलमा होस् चाहे डेनमार्कमा होस् बेल्जियममा होस् होइन सबैले बेटर गर्न सक्यो भनेदेखि होइन किनभने हाम्रो हिसाब मैले कसरी गर्छु भन्दाखेरि पर्सन धनी भएर होइन एकजना मान्छे मात्रै धनी भएर केही पनि हुँदैन राष्ट्र धनी हुनु पऱ्यो राष्ट्र धनी भयो भनेदेखि त्यही किसिमको चाहिँ रिकग्निसन पनि पाइन्छ होइन यहाँ 1 रुपियाँ पैसा नकमाउने मान्छे पनि त्यो रातो पासपोर्ट भएपछि 195वटा कन्ट्रीमा बिना भिसा जान पाउँछ अब हामी नेपालमा टन्नै पैसा भएको मान्छे पनि त्यस्तै पऱ्यो भनेदेखि जान पाउँदैन किनभने त्यो पासपोर्टको कारणले नेसनालिटीको कुराले गर्दाखेरि हो त्यस कारणले जति पनि साथीहरू आउनुहुन्छ अब हामी जोडिन्छ नि त कुरा अब पोर्तुगलबाट अथवा चाहिँ कुनै पनि देशबाट यहाँ आउँदै गर्दाखेरि अब डेफिनेट अघि हामीले भने जस्तै होइन सोसियल सेक्युरिटी राम्रो छ सामाजिक सुरक्षाको कुराहरू यहाँ राम्रो नेपालीले राम्रो गर्यो भनेदेखि अहिले भनौँ न इन जनरल्ली हामी सबैलाई फाइदै हुन्छ एउटा नेपालीले क्राइम गर्यो भनेदेखि भोलि तिम्रो काम गर्ने अफिसमा पनि होइन मलाई पनि मान्छेले भन्छ नेपालीले यस्तो गरेछ भन्छ नि होइन नराम्रो चिज त्यो त डेफिनेटली हाम्रो लागि राम्रो त होइन होइन मान्छेको चाहिँ सोच्ने तरिका जसरी अहिले अब कतिपय म नाम ठ्याक्कै लिँदिनँ कतिपय कम्युनिटी छ युरोपमा बस्ने कम्युनिटी बाहिरबाट आएको कम्युनिटी त्यसको नाम लिँदाखेरि मान्छे तर्सिन्छ होइन काममा राख्न अथवा चाहिँ व्यवहार गर्न ती कुराहरूमा मान्छे तर्सिन्छन् भनेपछि त नेपालीको त्यो छैन नि त हाम्रो राम्रो छ जतिसुकै भए पनि जुन देशबाट आए पनि होइन यहाँ आउने केही समयपछि एडजस्ट हुन्छ मान्छे एडजस्ट भइसकेपछि अब अहिले धेरै साथीहरू व्यापार व्यवसायमा पनि लाग्नु भएको छ होइन त्यो एउटा एकदम पोजिटिभ कुरा भन्छु त्यसलाई मैले आफै अरूको भरमा काम गर्नु र आफूले काम सिर्जना गर्नु भनेको त्यो एउटा क्यापेसिटी भएको मान्छेहरू कुनै समय अब नेपालमा अवसर नपाएर होइन नेपाल छोडेर आउनुभयो तर यहाँ आएर गर्नुभएको छ त्यसलाई चाहिँ हामी कुनै न कुनै वेबाट अलिकति सहयोग गर्ने होइन कसरी त्यसलाई सस्टेन गराउन सकिन्छ त्यसका धेरै इलिमेन्टहरू छन् अहिले हामी व्यवसायी सङ्घको कुरा गरियो भने त्यसबिचमा आएर म त्यो कुरा पनि म त्यो कुरामा हामी अहिले आउँला थोरै स्टोरीलाई अझै तपाईँको हिस्ट्रीमै जान चाहन्छु अझै पनि होइन अझै पनि तपाईँ यसो 20-21 वर्षको उमेरमा एउटा नेपाली एउटा युवा होइन एउटा ठिटो केही गर्छु भनेर बेल्जियम आउनुभयो त्यो तपाईँहरूको त्यो स्ट्रगलको फेजको चाहिँ थोरै कहानीहरू चाहिँ मलाई खोतल्न मन लाग्यो किनकि हामीहरू हुन त मेरो बुवाहरू पनि अब तपाईँहरू जस्तो नै आउनुभयो तर बुवाहरूसँग यसरी बसेर कहिलेकाहीँ कुरा चाहिँ हुन्छ अभियसली कुरा हुन्छ कहानीहरू हुन्छ फेरि अझै थर्ड पर्सनको कहानी पनि अझै सुन्नु पायो भने अझ मोर लाइक हाम्रो अडियन्सहरूले पनि लाइक के थियो त किनकि धेरै जसो अहिले पपुलेसन वाइज क्यालकुलेट गऱ्यो भने तपाईँहरूकै जेनेरेसनहरू नै धेरै छ होला अझै पनि होइन र बिस्तारै त्यो चाहिँ अब टेक ओभर हुँदैछ आई थिङ्क यङ्गर जेनेरेसनहरू एकदम बढिरहेछन् एकदमै सो अबको फ्यु इयर्समा चाहिँ जहाँसम्म लाग्छ हाम्रो ओल्डर पपुलेसनभन्दा यङ्गर पपुलेसन नै धेरै हुन्छ होइन त्यतिखेर के थियो त बेल्जियम तपाईँले अघि भन्नुभयो बेल्जियम आउँदाखेरि 400-500जना मान्छेहरू थियो होला प्लस एउटा कन्ट्याक्ट कम्युनिकेसन गर्ने वेहरू पनि अहिलेको जस्तो थिएन होइन सो कस्तो के थियो च्यालेन्जेसहरू कस्तो हुन्थ्यो सुरुमा तपाईँहरूलाई लाइक कसरी टाइम बिताउँ अथवा केही काम खोज्दाखेरि के थियो सिनारियो त्यतिखेर त्यो एकदम अर्ली टाइममा आउने बेलामा होइन अब भाषाको त यसरी प्रब्लम बेल्जियममा 3टा भाषा बोल्छन् अब त्यो 3टा भाषामा हामीलाई कुनै पनि आउँदैन अनि यहाँ आइसकिसकेपछि अब काम खोज्नु पऱ्यो काम खोज्नलाई भाषाको समस्या इङ्ग्लिसले नहुने होइन त्यतिखेरको समयमा र पनि अब थोरै मान्छे भइसकिसकेपछि अब अहिले जस्तो इजी पनि थिएन तरिका पनि थाहा थिएन होइन मिडियाबाट काम खोज्ने त्यस्ता कुराहरू पनि थिएनन् आफै हामी के गर्थ्यौँ भनेदेखि आएर सिधा यसो हेर्ने अनि रेस्टुरेन्टमा छिर्ने सोध्ने काम छ भन्यो भनेदेखि छ भन्यो भनेदेखि अब काम त हुन्थ्यो तर अब हामीले गर्न सक्ने काम केही पनि हुन्थेन क्या होइन उही भाँडासाँडा माझ्ने त्यस्तै हुन्थ्यो अनि त्यही पाउनु पनि ठुलो कुरो हुन्थ्यो त्यतिखेरको समयमा र कोसिस गरियो काम पाइयो होइन अब यताउता जसरी हुन्छ नि कहिले साथीभाइले भनिदिएर कहिले के भनेर होइन गरियो त्यतिखेरको अवस्था वास्तवमै भन्यो भने एकदम गाह्रो अवस्था हो म मेरो आफ्नो इन्डिभिजुअल कुरा गर्दाखेरि नेपालमा कहिले काम गरेको थिएन अनि सुन विदेशमा गएपछि काम गर्नुपर्छ दुःख गर्नुपर्छ भाँडा माझ्नुपर्छ भन्ने थियो अहिले यहाँ स्टुडेन्टहरू सबैले भाँडै मान्ने हो होइन गोरेहरूले पनि अनि सुरुवात त्यहीँबाट हो भनेर चाहिँ थाहा थियो तर अब प्र्याक्टिकल थिएन यहाँ आएपछि मैले नाइटमा काम सुरु पाएँ क्या अब पेपर थिएन त्यस कारणले नाइटमा एउटा काम पाइयो बेलुका 9 बजीदेखि बिहान 9 बजीसम्म काम गर्नुपर्ने अनि भाँडा माझ्नुपर्ने होइन भाँडा 1 ट्रकै भाँडा माझ्नुपर्ने लगभग है अनि सुरुमा चाहिँ अब कस्तो भनेदेखि त्यो एकदम त्यो हुन्छ नि
म के गरिरहेको छु यो होइन रातभरि भाँडा माझ्नुपर्ने अनि पछाडिपट्टि एउटा ठुलो त्यो अहिले कुलसेल भन्छ नि यहाँनिर त्यो ठुलो फ्रिज क्या फ्रिज हुन्थ्यो अनि बेला बेलामा चाहिँ साह्रै मन दुखेर अनि त्यहाँ गएर पछाडि गएर लुकेर एकछिन रोएर अनि फेरि आउँथेँ क्या म होइन मुसुक धोएर अनि आउँथेँ त्यो अर्ली टाइमहरूमा अब त्यो हुन्थ्यो अब त्यही त हो नि त्यतिखेर अब कसो भने लिगलाइज भइसकेका थिएन होइन अब कहिले फर्किनु पर्ने हो होइन धेरै कुराहरू चाहिँ अब जोडिँदै आइ त सक्यो अब के भनेर फर्किनु पऱ्यो भनेदेखि होइन अब ड्रिम पनि देख्न थालिसक्यो अनि त्यो सबै कुराहरूले गर्दाखेरि एकदम गाह्रो परिस्थिति त्यतिखेर अहिले त एकदम सजिलो छ नि जसलाई पनि अहिले आउँदाखेरि ल अहिले हेर्नु न हामी कति नेटवर्कहरू बनाइसकेका छौँ होइन पोर्तुगलबाट आउँछु भन्यो भने पनि पहिले सबै कुरा सेट भएर आएको हुन्छ है त्यतिखेर त्यस्तो थिएन एकदम गाह्रो अवस्था थियो र पनि अब हामीले चाहिँ बिस्तारै गऱ्यौँ मैले ठ्याक्कै 2006सम्म काम गरेँ त्यहाँ आउने बित्तिकै त्यस्तो भयो अनि काम खोज्यो काम कहिले के मल्टिपल ठाउँमा काम गर्ने यताउता गर्दै 2006मा पुगेपछि चाहिँ मलाई कस्तो फिल भयो भने होइन अब यो मलाई काम चाहिँ मलाई त्यति ऊ भएन म कहीँ बिजनेसमै गर्नुपर्छ 2006मा सिन्ट्रामा मैले चाहिँ भरिस्नेल द बेदाइसबेर पढेँ किनभने मलाई के थियो भनेदेखि यत्तिकै हावामा बिजनेस गऱ्यो भने चाहिँ समस्या हुन्छ होइन पढेरै गरौँ न यहाँको सबै कुरा थाहा पाएर भनेर अनि मैले त्यो पढेँ अनि पढिसकेपछि एउटा कन्फिडेन्स पनि भयो होइन अब एउटा चाहिँ के हुन्छ नि उमेरको कुरा चाहिँ ठ्याक्क युवा अवस्था र अब अनुभवीको कुराहरू चाहिँ त्यहाँ आउँछ मसँग त्यो बिजनेस गर्ने त्यतिखेर चाहिँ के थियो भने कुनै पनि बिजनेस गर्नलाई सर्टिफिकेट चाहिन्थ्यो क्या त्यो सर्टिफिकेट नभइकन बिजनेस मतलब भेटी नभए लिन नपाउने मसँग थियो साथीहरूले अब रहर गर्ने होइन अनि ल चिरन अब मेरो पनि गरिदिनु पऱ्यो भनेपछि मैले 3-4जना साथीहरूको चाहिँ मैले गरिदिएँ है 3-4जना साथीहरूको के अरे कम्पनी खोलेँ त सबै साथीहरूको कम्पनी डुब्यो क्या होइन तर समस्या के हुँदो रहेछ नि उनीहरूलाई चाहिँ समस्या केही पनि भएन सिधियो त्यसमा चाहिँ अब के अरे जुन म्यानेजिङ डाइरेक्टर मेरो नाममा कम्पनी दर्ता भएको भएर मलाई चाहिँ ठुलो समस्या आयो होइन लगभग 2007बाट बिजनेस सुरु गरेँ 8, 9, 10, 11मा आउँदाखेरि अरूको कारणले गर्दाखेरि ठुलो समस्या पनि अब त्यो साथीभाइको अवस्था पनि अहिले मैले नाम त अब लिदिनँ होइन उहाँहरूको पनि कस्तो भने अब डुबेको हो अब छैन केही पनि होइन उहाँहरूलाई पनि भनेर त्यो केही पनि छैन क्या फाइदा हुने अवस्था पनि थिएन होइन अनि त्यस्तो भयो अब स्ट्रगल गरेँ मैले पनि अहिले देखेको भन्दा फरक स्टोरी पनि छ अलिक पुरानो साथीभाइ सबैलाई थाहा छ होइन व्यवहारहरू पनि बिग्रियो मेरा व्यवहार बिजनेस गर्दै बिजनेसहरू डुब्यो सबै कुराहरू भए होइन र पनि मैले भनौँ न हार चाहिँ मानिनँ किनभने मलाई एउटा यस्तो समय थियो 2011मा अहिले भएको रेस्टुरेन्ट हो होइन मान्छेले हेर्दाखेरि त्यसलाई अब अहिले कति मान्छेको डिफ्रेन्ट ऊ छ त्यो रेस्टुरेन्ट अहिले त्यो हेरेन्डमा भएको रेस्टुरेन्ट चाहिँ मलाई के थाहा थियो भने 1 वर्ष चाहिँ मैले झुटै बोलेर क्या आफूलाई झुट बोलेर त्यो अब होला भन्दा अब केही पनि भएको छैन क्या बिहान स्पागेटी बेलुका स्पागेटी खाने होइन अब हुन्छ भन्दा आफूले ढाँट्दै 1 वर्ष कटाएँ मैले होइन केही पनि भएन होइन त्यो एकदम लो इन्कम क्या त्यतिखेर 11मा आउँदाखेरि होइन त्यो किनभने त्यो सबै व्यवहारहरू बिग्रिएको थियो सबै कुराहरू थियो अनि त्यसपछि गर्दा त्यतिखेर 2011मा मलाई थाहा थिएन वेबसाइट डाउन भयो 500 युरो दिएर बनाउने पनि मसँग पैसा थिएन क्या त्यसको लागि छुट्टै पैसा थिएन मैले के गरेँ भनेदेखि त्यतिखेर युट्युबहरू आइसकेको थियो होइन ट्युटोरियल्स हेरेर अनि त्यो चाहिँ वर्ल्ड प्रेसबाट चाहिँ एउटा आफ्नो लागि वेबसाइट बनाएँ होइन 1 हप्ता समय लाग्यो होइन त्यो डोमेन यताउता रेजिस्टर गराएँ र अनि 1 हप्ता चाहिँ समय लाग्यो अब मेनु ट्याकटुक हालेर बनाएँ त्यो मैले 2017सम्म त्यही वेबसाइट चलाएँ मैले होइन मजाले काम गऱ्यो त्यसपछि बिस्तारै बिजनेस ग्रो हुँदै गयो होइन अनि अब आफ्नो तरिकाले गर्दै गएँ राम्रो हुँदै गयो अब त्यो चाहिँ कस्तो हुँदो रहेछ भने हरेक मान्छेको लाइफमा एउटा स्ट्रगल समय आउँछ 2007मा बिजनेस सुरु गरेँ 2011मा जाँदाखेरि अघि मैले भनिहालेँ रिजनहरू धेरै कुराहरू होइन त्यसले गर्दाखेरि समस्या आयो अनि केही समय अब आँधी बेहरी जीवनमा आयो पनि होइन तर मैले चाहिँ के हुन्छ भनेदेखि ती चिजहरू जो कोही मान्छेले अनुभव नगरून् होइन किनभने त्यो सहन चाहिँ एकदम गाह्रो हुन्छ तर त्यो क्रस गर्न सक्ने मान्छेको लागि चाहिँ होइन जीवन चाहिँ एउटा मोक्ष प्राप्त गरे जस्तो अनि कति परिपक्वता ल्याउने भन्छ नि होइन त्यसले गर्दाखेरि चाहिँ एकदम त्यो अवस्था आयो स्ट्रगलको कुराहरू अनि
अब बिस्तारै बिस्तारै सबै कुराहरू होइन स्मुथली हुँदै गए, बिजनेसहरू बढ्दै गए, मान्छेहरू आउने क्रम होइन, जानकारी पाउने कुराहरू होइन। अब ती किनभने जुन समयमा हामीले बिजनेस गऱ्यो 2007मा भनेको लगभग एउटा दुईवटा एक दुईवटा बिजनेस थियो होला, मान्छेको अनुभव थिएन कोहीसँग पनि होइन। हामीले त्यो पढेको भरमा त्यतिकै गरियो होइन। कतिपय कुराहरू चाहिँ अब ट्रस्टको कुरा मैले युथ हुँदाखेरिको कुरा भनिहालेँ नि साथीभाइले। अब अहिले भयो भने त मैले गर्दिनँ नि त त्यो त होइन। अहिले म गर्दिनँ त, त्यतिखेर नै साथीले भनेपछि त अब गर्नु पर्यो नि त यार भन्ने त्यो हिसाबले गइयो होइन। त्यस्तो अवस्था आयो क्या त्यतिखेर। अनि 2007मा सुरु गर्नुभयो। अनि एक्ज्याक्टली अब म तपाईँको स्टोरी त भइहाल्यो, थोरै जोड्न चाहिँ अब नेबाबलाई लिएर आउँछ होइन, बिजनेस नेपाल व्यवसायी सङ्घ बेल्जियम होइन। यो चाहिँ कहिले सुरुवात भयो र तपाईँ चाहिँ यसमा इन्ट्री कहिले गर्नुभयो? ल म एकदम यसको एकदम इन्ट्रेस्टिङ स्टोरी पनि छ। नेवाब चाहिँ 2006मा चाहिँ गठन गरिएको हो होइन। थोरै मान्छेहरू हाम्रो राधाकृष्ण दाईहरू भएर। अनि तर त्यो अफिसियली चाहिँ 2009मा चाहिँ रजिस्टर भएको छ अफिसियली चाहिँ होइन, त्यो भएको छ। त्यसपछि अब सुरुको समयमा थोरै मान्छे अब अलिअलि उ गर्ने भनेपछि त्यतिखेरको व्यवसायी सङ्घलाई मैले त्यति उ पनि गर्थेँ, उहाँहरूले त्यसलाई बचाएर ल्याउनु भयो होइन। त्यही ठुलो कुरो भयो। पहिलोपटक म 2017मा हो, मलाई याद छ कसरी। मलाई अलिक राजनीति मन नपर्ने होइन। अनि त्यतिखेरको अवस्थामा चाहिँ 2017को उसमा हेर्दाखेरि चाहिँ अलिक बढी राजनीतिकरण भइसकेको थियो त्यतिखेर व्यवसायी सङ्घमा, त्यो बिचको समयमा क्या होइन। अनि भइसकेको थियो। अनि त्यसपछि सोमबारको समय म बोलाएको थियो, गएँ होइन। गएँ अनि कार्यक्रम भयो, अधिवेशन थियो, अधिवेशन सक्यो। अनि राम्रो राजु घिमिरे दाईले मेरो नाम पनि सदस्यमा चाहिँ राखिदिनु भएको रहेछ। अनि भएपछि म त बस्दिनँ भनेर भने म त्यहाँबाट निस्केर हिँडेँ होइन। अनि 1 महिनापछि पत्रिकामा नाम देखेँ, कार्यसमितिमा नाम रहेछ भनेर बल्ल थाहा भयो 1 महिनापछि मलाई होइन। अनि सिरियसली अब त्यो मैले त बस्दिनँ भनेको भनेपछि कहाँ हुन्छ अब भइसक्यो, अब बस्नुपर्छ भन्ने कुरा भयो। ठिकै छ नि त भन्यो। त्यहाँबाट मेरो चाहिँ जर्नी व्यवसायी सङ्घमा सुरु भयो होइन। अनि एउटा कार्यकाल काम गरियो, सदस्य भएर काम गरेँ। अनि हेरेँ होइन, अब धेरै चिजहरू गर्न सकिने सम्भावना, यसलाई चाहिँ अलिकति प्युरिफाई पनि गरेर लान सकिन्छ भन्ने चाहिँ एउटा देखियो। किनभने एनआरएनए चाहिँ म सुरुबाटै सँगसँगै हिँडे पनि त्यसमा चाहिँ हामीले, किनभने यसमा एउटा फिल्टर छ क्या, एउटा एटलिस्ट व्यवसायी सङ्घभित्र मेम्बर हुनको लागि एटलिस्ट एउटा चाहिँ क्राइटेरिया भनेको व्यवसाय गर्नु पऱ्यो होइन। भनेपछि त्यो जसले व्यवसाय गर्छ त्यसले पहिलो चाहिँ प्रायोरिटी उसले व्यवसायलाई दिन्छ। किन व्यवसाय डुब्यो भनेदेखि, सक्यो भनेदेखि होइन, अरू चिजलाई त अब काम दिएर के अरे प्रायोरिटी दिएर भएन भनेपछि हामीले त्यो हिसाबले हेर्दाखेरि पनि कसो भने बिस्तारै अब यसमा चाहिँ अलिकति केही हुन्छ कि एउटा सोसियल भावना पहिलेदेखि नै थियो होइन। कुनै संस्थै नहुँदाखेरि पनि मैले चाहिँ सामाजिक रूपमा सबैलाई सहयोग गर्ने भन्ने त्यो मैले पहिलेदेखि गर्थेँ। एउटा चाहिँ त्यो वेमा आइसकिसकेपछि 2017बाट एउटा कार्यकाल काम गऱ्यो होइन। अनि अर्को एउटा कार्यकाल काम गर्दाखेरि भाइस प्रेसिडेन्ट भएर मैले काम गर्ने मौका पाएँ। त्यतिखेर हामीले चाहिँ मलाई याद छ हाम्रो होटल नेसनलमा एउटा प्लान अफ एक्सन बनाएर त्यो गरिएको थियो होइन। केही जिम्मेवारीहरू ल्याएको थिएँ। अनि कामहरू गर्दै 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 गइसकेपछि एउटा ठ्याक्कै 19मा हामीले फुड फेस्टिभल गऱ्यो, पहिलो फुड फेस्टिभल होइन। फुड फेस्टिभल गरियो, त्यसपछि 22मा एउटा गरियो, अनि 24मा एउटा गरियो, अब 26मा अर्को हुनेवाला छ। अनि त्यति गरिसकिसकेपछि एउटा के देखियो भन्दाखेरि हामीले होइन एभ्रिडे खानै बस्ने त सबैले गरिरहेछन् होइन। भनेपछि हामीसँग समथिङ केही प्रिभिलेज छ, अब यसलाई नै हामीले एउटा चाहिँ बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ अनि त्यसमा लाग्यो। एउटा टिम पनि राम्रो भयो होइन। अब हाम्रो पहिले म हुने बेलामा हाम्रो सिपिजी हुनुहुन्थ्यो अध्यक्ष, त्यसपछि यमुजी हुनुभयो। यमु सरको पालामा आइसकिसकेपछि धेरै कामहरू गर्ने मौका पाइयो। उहाँ पनि एउटा कसरी मान्छे कसरी हेर्छन्, तर एउटा सोसाइटीलाई चाहिँ भनौँ न अलिक फरक तरिकाले हेर्न सक्ने मान्छे हुनुहुन्छ उहाँ पनि होइन। अनि त्यो तरिकाले गर्दै गएपछि अब हाम्रो काशीजीहरू, मदनजी होइन, उहाँहरू पनि नयाँ युवाहरू भनेर आउनुभयो, बिस्तारै जोडिँदै आउनुभयो। अब अहिले हेर्दाखेरि हाम्रो कार्यसमितिमा लगभग म अलिक बुढोमै पर्छु होला। बुढोपन भन्दा पनि तपाईँको सोच चाहिँ मेरो त यङै छ होइन। अब उमेर पनि धेरै त होइन होइन, र पनि अब त्यो एजको फ्याक्टरले गर्दाखेरि पनि सबैजना मिलेर काम गर्न सकिएको छ। अब अहिले यो जुन समयमा हामी आइपुगेको छौँ होइन, फरक छ नि त। युरोप अरू देशहरूभन्दा फरक छ होइन।
हामी एउटा व्यवसायी सङ्घ बेल्जियम भएर काम गर्दाखेरि हामीले कस्तो भनेदेखि 2-3वटा कुरा, एउटा चाहिँ व्यवसाय गर्ने अहिले गरिरहेका साथीहरूलाई कसरी सस्टेन गराउने भन्ने कुरा हो होइन। त्यो भनेको 2-3वटा चिज आउँछ त्यसमा। एउटा चाहिँ स्किलका कुराहरू हुन्छन् होइन, कसरी व्यवसाय सञ्चालन गर्ने भन्ने कुराहरू, आइपर्दाखेरि कुनै समस्या आयो भने त्यसलाई कसरी समाधान गर्ने भन्ने कुराहरू र अब अलिक प्रफिट जेनेरेट गर्ने भन्ने कुराहरू, हामी त्यो 3टै चिजमा चाहिँ फोकस गरेर काम गरिरहेछौँ अहिले। हजुर, तपाईँको अहिले 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 एज अ प्रेसिडेन्ट चाहिँ तपाईँको टेनर चाहिँ 2024-26 24-26 हाम्रो चाहिँ 3 वर्षको 3 वर्ष 24-27 कहिले सुरु भयो? 26-26मा अधिवेशन हुन्छ। सो तपाईँले त अघि भने जस्तै तपाईँ सुरुमा एउटा एज अ मेम्बर जानुभयो होइन, पछि भाइस प्रेसिडेन्टबाट नि केही एक्सपिरियन्सहरू बटुल्नु भयो र कुन पोइन्टमा आएपछि चाहिँ ल म यो अर्गनाइजेसन चाहिँ लिड गर्न सक्छु कि मैले लिड गरेँ भने केही चेन्जेस आउन सक्छ भन्ने सोच आयो कि कसरी चाहिँ तपाईँको प्रेसिडेन्सीलाई क्यान्डिडेसी चाहिँ कसरी दिनुभयो? त्यसलाई चाहिँ यस्तो भयो, तपाईँको ठ्याक्कै 2022मा चाहिँ हाम्रो फुड फेस्टिभल गरियो होइन। फुड फेस्टिभल यही लुभेनमा गरेको थियो, के भन्छ ब्रुल पार्कमा। त्यतिखेर जे होस् धेरै एक्सर्साइज पनि गर्नु, 5-6 महिना त हामीले त्यसमा प्रिपेरेसनै गर्छौँ होइन। अनि धेरै किसिमका मान्छेहरू त्यतिखेर तपाईँको मलाई जहाँसम्म लाग्छ 15देखि 20 देशका चाहिँ एम्बेसडरहरू पनि आउनुभएको थियो होइन। अनि ग्रान्ड कार्यक्रम पनि सक्सेस भयो। अनि काम गर्दै गइसकेपछि एउटा के देखिँदो रहेछ भनेदेखि आफूलाई पनि एउटा चाहिँ जागर होइन, स्लोली त्यो फ्युचर प्लान पनि बन्दै जाने रहेछ। अनि कार्य समितिबाटै साथीहरूले ल ठिक छ अब नयाँ कसै न कसै त लिडरसिप गर्नैपर्छ भनेपछि हामीलाई अब कार्य समितिबाट मलाई सोधियो होइन। अब अहिलेको सबै गरेको सबै बुझेको तपाईँ हुनुहुन्छ, के छ त भन्दा मदनजी महासचिव हुनुहुन्थ्यो। अनि मदनजीले ठिक छ अब चिरञ्जी तपाईँ जानुहोस् होइन, म पछि मभन्दा तपाईँ सिनियर पनि हुनुहुन्छ संस्थाको हिसाबले होइन, त्यस कारणले गर्दाखेरि तपाईँ अगाडि जानुहोस् भनिसकिसकेपछि ल ठिकै छ त अब तपाईँहरूले त्यो भन्नुहुन्छ भनेदेखि सपोज साथ रहन्छ भनेदेखि होइन म जान्छु होइन। त म लडाइँ झगडा गरेर मलाई त्यो पद चाहिँ चाहिएको छैन भनिसकेपछि अनि इन्टरनली भनौँ थोरै अब तयारी पनि हुँदै गइयो। तयारी हुँदै गइसकेपछि ठ्याक्क चुनावको समय अधिवेशनको समय आयो होइन। अनि त्यो समय चाहिँ के पनि हुन्थ्यो भनेदेखि अब अरू कोही मान्छेले पनि टिस गर्न सक्थे होइन। अब यो यसमा चाहिँ इलेक्सनमा जानुपर्ने पनि अवस्था हुन्थ्यो। तर राम्रो कुरा चाहिँ कसैले पनि एगेन्स्टमा चाहिँ भनौँ न उम्मेदवारी दर्ता गराएन त्यतिखेर। अर्थात् चाहिँ ठिक छ तपाईँले गरिराख्नु भएको छ होइन, राम्रो गर्नुहोस् भन्ने नै सन्देश मैले बुझेँ त्यतिखेरलाई होइन। त्यसले एउटा पोजिटिभ ऊर्जा पनि आयो। अनि सो प्रेसिडेन्सीलाई अरूले तपाईँलाई रिफर गर्नुभयो तर तपाईँले नै अभियसली मनबाट केही मैले गर्न सक्छु भन्ने त अभियसली सोच आयो होला होइन, किनकि यत्तिकै पनि लिडरसिप यत्तिकै पनि लिनु भएन होला। एज अ प्रेसिडेन्ट नवाबमा तपाईँ जाँदै गर्दाखेरि व्यवसाय सङ्घमा जाँदै गर्दाखेरि तपाईँले के टाइपको उद्देश्यहरू कुनै उद्देश्यहरू राखेर जानुभएको थियो? केही गर्छु एउटा भिन्न तरिकाले केही गर्न सक्छु भन्ने केही सोचहरू थियो? एकदमै जस्तो एउटा कस्तो भनेदेखि एक कार्यकाल भाइस प्रेसिडेन्ट भएर काम गर्दाखेरि पनि धेरै जिम्मेवारीहरू पुरा गरेको थिएँ मैले होइन। अब हामीले चाहिँ कस्तो भने विदेशमा छौँ, अब केही न केही गर्नुपर्छ होइन। विदेशमा पनि बेल्जियममा पनि डिफ्रेन्ट कम्युनिटीहरू छन् त, अरू देशबाट आएकोहरू पनि छन्, तर त्योभन्दा हाम्रो कम्युनिटी अलिक फरक छ होइन। मान्छेहरू इमान्दार छन्, के अरे काम गर्न सक्ने छन्, मेहनती छन्। त्यो भनिसकिसकेपछि अब यो एउटा यस्तो प्लेटफर्म हो जुन ठाउँबाट चाहिँ मैले व्यवसायीलाई मात्रै होइन नेपाली कम्युनिटीलाई पनि अलिकति उजागर गर्नलाई, अलिक राम्रो गर्नलाई केही गर्न सक्छु भन्ने चाहिँ एउटा अब त्यो अलिक दीर्घकालीन योजनाहरू हुन्थे चाहिँ होइन। त्यो भइसकिसकेपछि मैले ल ठिक छ म रेडी छु होइन। मेरो यो कार्यकालमा चाहिँ मैले के गर्ने भन्ने कुरा चाहिँ ठ्याक्क मोटामोटी पहिले सोचाइ भइसकेको थियो। अनि ठ्याक्क इलेक्सन भइसकिसकेपछि हामीले 18वटा प्लान अफ एक्सनको 18वटा चाहिँ लिस्ट बनायौँ होइन। त्यसमा थोरै काम गऱ्यौँ र त्यसलाई चाहिँ हामीले इम्प्लिमेन्ट गर्ने यो 3 वर्षको कार्यकालमा गर्ने भनेर हामीले अगाडि बढियो। लगभग प्रायः सबै हामीले गरियो। 2टा चिज चाहिँ गर्न सकिएन होइन। अब त्यसको पनि रिजन के छ भनेदेखि अब दोष त अरूलाई दिनु हुँदैन नि त, र पनि अहिले बिचको समयमा
गज्याङ गुजुङ छ नि यसले गर्दाखेरि पनि धेरै डिस्ट्र्याक्सन भयो क्या एनआरएनएको यो गज्याङ गुजुङले होइन दुई पक्ष उसले गर्दाखेरि धेरै कुराहरूमा चाहिँ असर गरे मान्छेहरू अनप्रोडक्टिभ भइयो त्यसले गर्दाखेरि लगभग दुईवटा एउटा चाहिँ हामीले पहिलो कार्यकालबाटै ड्र्याग गरेर लिएर आएको थियो एउटा थिम सेमिनार गर्ने भनेर युरोपका बजारमा कस्तो किसिमका सामानहरू बिक्छन् नेपालबाट ल्याउन सकिन्छ अथवा नेपाल कस्तो किसिमको सामानहरू लान सकिन्छ त्यसलाई चाहिँ एउटा चाहिँ संस्थागत इन्स्टिट्युसनल रिपोर्ट बनाएर भोलि नेपालमा कोही मान्छेले म फर इक्जाम्पल भनौँ न झापाकै कोही मान्छेले होइन कुनै स्पेसिफिक प्रोडक्ट बनाएर म युरोप लान्छु बेल्जियम लान्छु भन्यो भनेदेखि उसले कसलाई सम्पर्क गर्ने त होइन नेपाल सरकारसँग पनि नेपाल सरकार आफ्नो ठाउँमा छ तर डाइरेक्ट उ त छैन तर हामी यहाँ बस्दै गरेको नेपालीहरू व्यवसाय गर्नेहरूको भएको भएर एउटा डिफ्रेन्ट किसिमको चाहिँ प्रिभिलेज बनिएको छ त्यसलाई चाहिँ हामीले सदुपयोग गरेर एउटा चाहिँ थिम सेमिनार गरौँ कुनै पनि सामान ल्याउनु पऱ्यो भने एक्सपोर्ट इम्पोर्ट गर्नु पऱ्यो भनेदेखि होइन बिजनेस गर्नु पऱ्यो भनेदेखि त्यो थर्ड पार्टिजमा जानु नपरोस् डाइरेक्ट हामीबाटै त्यसलाई जान सकियोस् भनेर चाहिँ हामीले त्यो गरेका थियौँ त्यो फेरि अब अलिक बृहत यहाँको व्यवसायीहरू यहीँको अब च्याम्बर्स कमर्सका मान्छेहरू धेरै चाहिने अन्त स्टडी पनि धेरै गर्नुपर्ने भएको भएर त्यसलाई चाहिँ यो कार्यकालमा पनि गर्न सकिएन एउटा चिज चाहिँ अनि अर्को चाहिँ मैले गर्न नसकेको भनौँ न गर्न सकेको त म पछि भनौँला गर्न नसकिएको र अर्को कार्यकालमा होस् भन्ने चाहना राखेको भनेको चाहिँ हाम्रो सन्तोष शाहजीसँग चाहिँ पटक पटक कुरा भएको छ मेरो पनि होइन मास्टर सेफ सन्तोष शाह अनि उहाँसँग कुरा पनि भयो अनि हाम्रो अरू साथीहरूले पनि कुरा गर्नुभयो हाम्रो चाहिँ के थियो भने चाहना अरू सेफ खाना मिठो बनाउने सेफ त धेरै हुनुहुन्छ होइन तर उहाँ युकेमै मास्टर सेफ भएर आएको मान्छे भइसकेपछि उहाँलाई फ्युजन कसरी नेपाली अथेन्टिक खानालाई होइन ट्विस्ट गराएर चाहिँ गोराहरूले खान मिल्ने हुन्छ भन्ने कुराको चाहिँ उहाँलाई बढी जानकारी छ ज्ञान छ होइन त्यो कारणले हामीले के चाहना थियो भनेदेखि एटलिस्ट उहाँले केही खानाहरू होइन युरोपको कस्टमरले खाने किसिमका खानाहरूको चाहिँ एउटा रेसिपी बनाउनुहोस् होइन अनि त्यसलाई चाहिँ हामी यहाँ आएर उहाँले त्यसलाई बनाइसकेपछि ट्रेनिङ दिनुहुन्छ होइन त्यो चाहिँ ट्रेनिङ भनेको चाहिँ पहिले सुसी ट्रेनिङ गराए जस्तो होइन कि यो चाहिँ स्पेसिफिक कुकहरूलाई चाहिँ अलिकति इन्हान्स गर्नको लागि गराउने अनि आजको भोलि हुँदैन अहिले नेपाली रेस्टुरेन्ट भने तापनि एउटा दुईवटा होला होइन भनेदेखि प्रायः इन्डियन रेस्टुरेन्टलाई नै अब हामीले चाहिँ एउटा दुईवटा मोमोसम्म राखेर नेपाली रेस्टुरेन्ट भनिरहेको हुन्छौँ होइन त्यो अवस्थाले गर्दाखेरि एटलिस्ट हामीले हाम्रो नेपाली प्रोडक्ट अथेन्टिक खानाहरू होइन त्यसलाई चाहिँ युरोपको बजारमा युरोपको रेस्टुरेन्टहरूमा चाहिँ बेच्न सकियो भनेदेखि मैले अहिलेको मात्रै कुरा होइन क्या अबको 10 वर्षपछि के हुन्छ भन्ने कुरा हो होइन 10 वर्षमा चाहिँ होइन अब त्यसलाई चाहिँ अलिकति ग्रो गरेर लान सकियो भनेदेखि हरेक देशमा 26-27वटा युरोपियन उसका चाहिँ देशमा होइन हरेक देशमा चाहिँ 4-5वटा नेपाली रेस्टुरेन्ट भयो भने एउटै देशमा 4-5वटा मात्रै नेपाली रेस्टुरेन्ट भयो भनेदेखि कति हाम्रो चाहिँ गाउँमा बनेका ती अथेन्टिक जुन अरू ठाउँमा पाइँदैन ती चिजहरू चाहिँ इम्पोर्ट गर्न सकिन्छ होइन त्यो वेबाट सोचिएको थियो उहाँसँग कुरा पनि भयो तर अब बिचमा उहाँ फेरि एउटा मिथिला रेस्टुरेन्टको चक्करमा जनकपुर बस्नुभयो होइन अनि हामीले पनि यहाँनिर ठ्याक्कै सबै कुराहरू म्यानेज गर्न सकिएन क्या अहिले बिचको समयमा किनभने अहिले सबै राखेकै समर र यसको बिचमा थियो होइन अहिले बिचमा हामीले त्यो गर्न सकिएन अब त्यसलाई चाहिँ अहिले मैले थर्डै भन्नुपर्छ यसो बिचमा कहिलेकाहीँ कुरा हुने बेलामा हाम्रो म्याडम सेवा लम्सालजी हुनुहुन्छ उहाँसँग पनि मैले कुरा गरेको थिएँ उहाँसँग पनि राम्रो सम्पर्क रहेछ सन्तोष शाहजीको अनि अझ यदि हामी गर्न सकिन्छ भनेदेखि होइन बोलाउँ होइन हामी पनि सपोर्टी छौँ भन्ने कुरा उहाँले गर्नुभएको छ होइन त्यो एउटा कुरा चाहिँ हामीले गर्न सकिएन यो कार्यकाललाई अब जो प्रेसिडेन्ट हुन्छ होइन मेरो चाहना चाहिँ के छ भने एटलिस्ट त्यो कुरालाई चाहिँ कन्टिन्यू गरिदियोस् होइन त्यसले चाहिँ लङ टर्म नेपालको किनभने हामीले के हिसाब हुन्छ भनेदेखि नेपाल चिनाउनु पऱ्यो भनेदेखि हामीले के भनेर चिनाउँछौँ सगरमाथा जहाँ हामी धेरै 70-80% हामी आफै पुगेको छैनौँ अब त्यो सम्भव पनि छैन किनभने माउन्ट एभरेस्ट वान अफ द होइन अब हाइएस्ट पिक अफ द वर्ल्ड त्यो ठिक छ होइन त्यो देशको मान्छे भन्दा मलाई पनि खुसी लाग्छ तर माउन्ट एभरेस्ट चढ्नको लागि वर्षमा जम्मा दुईवटा महिना हो क्या सेप्टेम्बर वा अक्टोबर हो कि अक्टोबर नोभेम्बर त्यो 2 महिनाको त्यही पेरिफेरीमा सम्भव हुन्छ होइन त्योभन्दा अगाडि हुँदैन र एकचोटि माउन्ट एभरेस्ट चढ्नको लागि बजेट कति लाग्छ थाहा छ लाग्छ धेरै लाग्छ भने थाहा छ $60,000 होइन र 2 महिना समय चाहिँ त्यो जाँदा र आउँलाई दिनुपर्छ अनि माउन्ट एभरेस्ट भनेको
मलाई मन लाग्यो पैसा छ म चढ्छु भन्ने होइन नि त त्यो त भनेपछि नि पहिले अलिक सानो पिक चढ्ने त्यसपछि अर्को वर्ष गर्दै गर्दै त्यो भनेको लाइफ टाइम एचिभमेन्ट हो क्या त्यो अन्तिममा एकचोटि चढ्ने हो कोही कोही मान्छे 2-3 चोटि पनि चढ्छन् होइन भनेपछि त्यो लो पिकहरू चाहिँ यता हाम्रो अरू एसियन कन्ट्रीहरूमा पनि टन्नै छ होइन इन्डियामा पनि छ पाकिस्तानमा पनि छ भनेपछि ती देशहरूमा जाँदाखेरि चाहिँ अब इन्डिया जाँदाखेरि अथवा थाइल्यान्ड जाँदाखेरि अब हामी नेपाल जानुभन्दा एकदमै सस्तो छ फ्लाइटहरू होइन हरेक एङ्गलबाट कस्ट क्या डबल पर्छ नि त नेपाल जाँदाखेरि त होइन अनि इभन इन्डिया गयो भने धेरै सस्तो छ नेपाल जानुभन्दा भनेपछि मान्छे हाम्रो त्यो जुन हामी चाहिँ उसमा नेरेसनमा छौँ त्यो चाहिँ त्यति ठिक हो जस्तो लाग्दैन हामीले चाहिँ अब अलिक फरक तरिकाले सोच्नु पऱ्यो होइन अब अहिलेको रिसेन्ट अवस्थामा मैले के सोचिरहेको छु भन्दाखेरि हामीले टुरिस्ट भित्राउनलाई जति कोसिस गऱ्यौँ भने पनि युरोपियन टुरिस्टहरू धेरै हामी लान सक्दैनौँ हाम्रो के अरे नेपाली आकाश पनि ब्ल्याक लिस्टेड छ होइन यहाँबाट डाइरेक्ट फ्लाइट छैन अरू अन्तर थ्रु जानुपर्छ भनेपछि त्यो सम्भवै भएन अर्को कुरा के अरे यहाँको टुरिस्टहरू अरू वेबाट लानलाई पनि के चाहिँ देखाएर लिएर जान्छ हामीले माउन्ट एभरेस्ट छ भनेर अनि के अरे हाम्रो चाहिँ अन्नपूर्ण उसमा चाहिँ ट्रेकिङ ट्रेल्सहरू छ भनेर त्यही भरमा अथवा चाहिँ भक्तपुर भनेर गौतम बुद्ध जन्मेको भनेर मात्रै सम्भव हुँदैन कोसिस वर्षौँ गरियो सम्भव भएको छैन होइन मैले अहिले के देख्छु भने हाम्रो सबभन्दा इजी भनेको परम्परादेखि चलिआएकै भन्नुपर्छ हामी प्रायः विदेश जान्छौँ होइन त्यसलाई अब नराम्रो लिनु भएन बरु ट्रेन्ड यता आउनुभन्दा पहिले अलिक ट्रेन्ड भएर आउने होइन फर्केर जाने 4-5 वर्ष जस्तो इन्डियनहरू आइटीमा काम गर्छन् 3 वर्ष 4 वर्ष काम गर्छन् फर्केर जान्छन् होइन हामीले त्यो गराउन सकिन्छ अहिले आइटीमा एकदम राम्रो छ नि त जस्तो इन्डिया सँगसँगै नेपाल पनि राम्रो भइरहेछ होइन उनीहरू इन्डियनहरू आएर केबिसीमा बस स्टप अगाडि हेऱ्यो भनेदेखि प्रायः जसो इन्डियनहरू चाहिँ ल्यापटप बोकेर होइन बसिरहेको हुन्छ सबै उनीहरू काम गर्ने हुन्छ होइन त्यसलाई हामीले पनि त गर्छौँ किन हामीलाई त एउटा प्रिभिलेज छ नि त हामी यहाँ बसेका छौँ होइन हाम्रो चाहिँ अब बिस्तारै एकैचोटि नहोला अबको 5 वर्ष 10 वर्षको लागि योजना बनाऊँ न होइन त्यो बनाइयो भनेदेखि चाहिँ हुनसक्छ होइन बिस्तारै अब ट्रेन गराउने मान्छे अहिले त अब टेलिकम्युट हुन्छ नेपालबाटै मान्छेले चाहिँ काम गर्न सक्छन् होइन धेरै कुराहरू त अब अहिले युरोपमा बेल्जियममा 2026को जनवरी 1 तारिकबाट पेपरलेस होइन भनेपछि सबै कुरा चाहिँ कम्प्युटरमै गर्न सक्ने भइसकेपछि धेरै चिजहरू चाहिँ हामीले त्यो फिल्डमा पनि गर्न सकिन्छ र त्यसलाई चाहिँ एकजनाले व्यवसायी सङ्घले राजेश भाइले भनेर होइन एकजना दुईजनाले चिरनले भनेर भन्दाखेरि पनि यसलाई चाहिँ हामीले अलिकति बृहत रूपमा लैजाउँ भन्ने कुराको पनि चाहना गरेर केही समय अगाडिदेखि अब हाम्रो कार्य समितिमा भएका युवा भाइ बहिनीहरूलाई चाहिँ मैले के भनेको छु भने ल तपाईँहरूले चाहिँ जोडिनुहोस् होइन तपाईँहरू जस्तै मान्छेहरू खोज्नुहोस् होइन अब युवा सबै उमेरले मात्रै युवा होइन कि त्यो सोच पनि चाहियो अनि त्यसलाई चाहिँ हामीले कस्तो नाम दिएको छ भनेदेखि के अरे प्रोफेसनल्सहरू क्या चाहे त्यो कुनै अफिसमा काम गर्ने किन नहोस् या चाहिँ भिएटी लिएर बिजनेस गर्ने किन नहोस् त्यो चाहिँ एउटा एक किसिमको प्रोफेसनल मान्छेहरूलाई जोडौँ होइन जोडिसकेपछि अब राजेशले जस्तै पढेको राजेशले जस्तै स्किल भएको अरू साथीहरू पनि होलान् नि होइन केही गर्छु भन्दै होइन एक्लो भएर गर्न नसकेको होलान् भोलि डेनमार्कको त्यो मान्छेसँग जोड्न सकिन्छ होइन अनि अर्को एउटा कुरा कस्तो पनि आउँछ भनेदेखि हामी युरोपमा छौँ हामीसँग धेरै पैसा छैन अरू कन्ट्रीमा जाने हेर्दाखेरि अरू हामीसँग धेरै पैसा छैन तर हामीसँग सोसियल सेक्युरिटी छ होइन काम भोलिबाट म काम गर्दिनँ भने पनि मजाले खाना बस्नलाई सरकारले दिन्छ होइन त्यो देशमा बसिसकेपछि भनेपछि हामी यहाँ पोलिसी मेकिङ गर्ने कन्ट्रीमा छौँ भनेपछि हामी पोलिसी त्यसमा लाग्ने हो क्या जससँग जे छ त्यही ट्रेड गर्ने हो अब अहिलेको अवस्थामा अब यो कार्यकालमा अब सम्भव अझै हामी आन्तरिक उसमै छौँ होइन अब सम्भव होला नहोला यदि सम्भव भयो भनेदेखि मेरो चाहिँ के छ भनेदेखि एटलिस्ट 1 फेजमा भए पनि त्यो किसिमका युवाहरूलाई एक ठाउँमा जोडेर एउटा चाहिँ नेटवर्क इभेन्ट गरौँ होइन अनि पछि चाहिँ एउटा बेल्जियमको गरौँ अनि त्यसपछि नेक्स्ट सेसनमा चाहिँ युरोपभरिकालाई जोडेर गरौँ होइन कति मान्छे चाहिँ अब सर्जनहरू होलान् कति मान्छे आइटीमा एक्सपर्ट भएका मान्छेहरू होलान् होइन कति मान्छे चाहिँ राम्रो कम्पनीमा काम गरिरहेको होलान् ती मान्छेहरूलाई एक ठाउँमा ल्याइयो भनेदेखि अनि आफूले चाहिँ एउटा पियर भेट्छ नि त राजेशले जस्तै मान्छे भेट्छ होइन त्यसलाई अझ राम्रो गर्न सक्छ अर्को मान्छेले भेट्न सक्छ इन्भेस्टरले चाहिँ के अरे होइन प्लान भेट्नेले इन्भेस्टर भेट्छ होइन अनि त्यो युएमा चाहिँ हामी गइरहेछौँ त्यसलाई चाहिँ कस्तो भनेदेखि
नेपाल एमबेसीले पनि सहयोग गर्ने प्रतिबद्धता गरेको छ होइन। अनि अरू एम्बेसीहरू युरोपमा भएका अरू एम्बेसीहरूले पनि सहयोग गर्ने प्रतिबद्धता आएको भएर हामीले गर्न सकिन्छ जस्तो लाग्छ होइन। त्यो चाहिँ कस्तो एउटा लङ टर्म भिजनमा हामी त्यति गऱ्यो भनेदेखि भोलि सामान जस्तो अहिले कतिपय हाम्रो साथीहरूले गरिराख्नु भएको छ होइन। अब अहिले बिगिनिङको फेजमा छ, भोलि के हुन्छ थाहा छैन र पनि हामी सबैले मिलेर त्यो एउटा चाहिँ कन्सेप्टमा गइयो भनेदेखि होइन हाम्रो नेपाली सोसाइटी एकदम डिफ्रेन्ट वेमा जान्छ क्या अरू सोसाइटीभन्दा। सो व्यवसाय सङ्घले के गर्यो अहिले के भएन भन्ने कुरा त भनिहाल्नु भयो। अब के भइरहेछ, सो एउटा पोजिटिभ सोसाइटीमा के पोजिटिभ कुराहरू भइरहेछ, सो एक्ज्याक्टली व्यवसाय सङ्घले चाहिँ गर्न के गरिरहेछ त्यो कुराहरू हल्का खोलाउनु मिल्छ भने? अफकोर्स एकदम यो सार्वजनिक गर्नुपर्ने कुरा हो होइन। यसको लागि अब भनौँ न हाम्रो धेरै वेबाट हामीले यसलाई चाहिँ सबैसम्म पुर्याउन खोज्छौँ, तर यो यसको चाहिँ अवश्य त्यस्तो हो कि हामीले भनेका कुराहरू अर्को जुन जरुरत भएको कानसम्म पुग्दाखेरि होइन त्यो बिचमै गायब हुन्छ क्या। अनेक मान्छेले सुन्दैन, किनभने अब सोसियल मिडियाको जमाना छ, हामीले सोसियल मिडियाबाट हाल्छौँ तर सबैले हेर्दैनन् सुन्दैनन् होइन। अनि त्यसले गर्दाखेरि पनि अहिले एउटा हाम्रो लागि अवसर पनि हो यो। राजेश भाइलाई थ्याङ्क यू सो मच, राजेश भाइको टिमलाई। अब अहिले चाहिँ हामीले अघि मैले भनिहालेँ एउटा चाहिँ कार्ययोजना अन्तर्गत त्यो पनि काम भइरहेछ। यसलाई यो कार्यकाल सकिनुभन्दा अगाडि एकचोटि हामीले एक्जिक्युट चाहिँ गर्छौँ होइन। त्योदेखि बाहेक अब मैले कहाँ ल्याएर जोड्छु भन्दाखेरि प्रगतिका कुराहरू होइन। एउटा कुनै समय थियो म फुड फेस्टिभललाई ल्याएर जोड्छु है थोरै। 2024मा भएको लाडुज प्लेनमा जुन फुड फेस्टिभल भयो त्यसको लागि त्यो बिहाइन्ड द सिन भयङ्कर काम गरिरहेको छ क्या। त्यसमा 100 पन्नाको त त्यो ड्राई बुक बनाएको छु मैले होइन। किनभने उनीहरूले के भन्यो भन्दाखेरि ल अब सबै यताउता गरियो, फुड फेस्टिभल गर्ने निर्णय गरियो होइन। अनि ब्रुल पार्कमा काम भइरहेको थियो, हुन पाएन भनेपछि अब अर्को ठाउँ भनेको यता ब्लाउपुत भन्ने चाहिँ क्यासुलोमा त्यो एउटा उनीहरूले दिने भयो होइन। त्यहाँ चाहिँ हामीलाई अलिक पुग्दैन, अलिकति विदेशी ऊ भएको ठाउँमा हामीलाई चाहिँ सेन्टरमै चाहियो भन्ने हाम्रो चाहिँ चाहना थियो। अनि धेरै कोसिस गरियो, उनीहरूले नदिने जस्तै भयो एक किसिमको होइन। अनि भनेपछि उनीहरूले के भन्यो भने ल ठिक छ तिमीहरूले चाहिँ एउटा त्यो ड्राई बुक होइन जुन छ त्यो चाहिँ बनाएर लिएर आऊ होइन। अनि त्यो बनाएर ल्याएपछि त्यसमा चाहिँ A to Z भोलि कोही मान्छे बिरामी भयो भनेदेखि होइन, कोही मान्छे बेहोस भयो भनेदेखि के गर्नेदेखि लिएर हरेक प्रश्नको त्यो इभेन्टमा हुनसक्ने दुर्घटनाको हरेक प्रश्नको उत्तर भनौँ न होइन। त्यो भएको चाहिँ एउटा 100 पन्नाको चाहिँ त्यो बनाउनु पर्ने भयो, समय पनि लाग्यो होइन, बनाइयो पनि। अनि यो सिटी हलमा चाहिँ पुलिसको रिप्रेजेन्टेटिभ, व्यवसायी सङ्घको रिप्रेजेन्टेटिभ, स्टार्ट हाउसको रिप्रेजेन्टेटिभ र अनि त्यहाँबाट अनि ओपन बारको रिप्रेजेन्टेटिभ 4वटा टिम बसेर 2 घन्टाको मिटिङ भयो होइन। अनि हामीले पुरा तयार गरेर लिएर आएको छौँ। अब सबै कुरा बजारमा प्रचार भइसकेको छ। अब फुड फेस्टिभल हुने भनेर डेट के अरे ठाउँ मात्रै तोकिएको छैन होइन। अब खाना बनाउनेदेखि लिएर सबै मान्छेहरूलाई गरिसकेको छ। अनि एकदम ढुक भएर चाहिँ गइयो, 2 घन्टा मिटिङ भयो। अनि उनीहरूले त एकदम कडा गरेको छ। के भन्छ भने एकचोटिमा 500 भन्दा बढी मान्छे ग्यादर्ड भयो भनेदेखि त्यो एकदम ठुलो अर्को इभेन्टमा पर्छ, त्यो सम्भवै छैन होइन। तिमीहरूको उसले मिल्दैन, किनभने के अरे हाम्रो ब्रुल पार्कमा गर्ने बेलामा चाहिँ मान्छे चाहिँ त्यो एरोबिक टिभी आएर भिडियो सिडियो खिचेर लगेछ। अनि त्यतिखेर कति 5000 भन्दा बढी मान्छे ग्यादर भएको भनेर त्यसले राखिदियो। त्यही कुरा इस्यु गरेर उनीहरूले चाहिँ हामीलाई समस्या बनायो होइन। उसले के भन्छ 500 भन्छ। अब 500 भनेको त कति हो र होइन। 500मा त अब त्यो सम्भवै हुँदैन। अनि भनेपछि हामीले विभिन्न टेक्निकहरू लगाएर अब यो गरौँला त्यो गरौँला होइन, बरु ब्यारियरहरू लगाएर गरेर भनेर भन्यो। तर अन्तिममा के हो भने 2 घन्टाको मिटिङ सकिएपछि उनीहरूले चाहिँ के भन्यो भने तिमीहरूको तयारी यति राम्रो लाग्यो होइन, तिमीहरूलाई हामी ओपन छोडिन्छौँ होइन। अनि लाडुज प्लेन पनि पाइयो र एउटा गर्वसँग हामीले के पनि भन्नुपर्छ भनेदेखि लाडुज प्लेन भनेको पहिलो विदेशीले कार्यक्रम गरेको, नत्र उनीहरूको नेटिभ कार्यक्रम मात्रै हुन्छ। स्टार्ट लुबेनले होइन, यहाँ के अरे सिटी लुबेनले गर्ने आफ्नो नगरपालिकाको कार्यक्रम बाहेक विदेशीको कार्यक्रम कसैको पनि हुँदैन होइन। पहिलो कार्यक्रम हामीले गर्ने मौका पाइयो र उनीहरू यति सन्तुष्ट भए होइन। त्यो एउटा चाहिँ लुबेनको भनौँ न नगरपालिकामा एउटा राम्रो छाप पनि बन्यो। अहिले रिद्वानी हाम्रो मेयर साहबको चाहिँ सायद फोन नम्बर सबै नेपालीको फोनमा सेभ पनि होला, कुरा गर्न सकिने अवस्था पनि भयो होइन। अनि त्यो भइसकिसकेपछि मैले त्यसलाई कसरी हेरेको छु भन्दाखेरि फुड फेस्टिभल भनेको हामीले हाम्रो नेपाली खाना यस्तो हुन्छ भनेर खाना
चिनाउने मात्रै होइन होइन बिहाइन्ड द फुड फेस्टिभलको अर्कै रिजन के छ भन्दाखेरि त्यो तयारीको समयमा हामी सयौँ मान्छेसँग हाम्रो भेटघाट हुन्छ होइन सयौँ मान्छेले हामी नेपाली फुड फेस्टिभल भन्छौँ उनीहरूसँग एकदम सक्रिय भएर लाग्छन् 50-60वटा त थर्ड पार्टीसँग हामीले काम गर्छौँ त त्यतिखेर होइन त्यो एउटा चिज भयो निकायहरू भनौँ होइन स्टार्टकै पनि डिफ्रेन्ट निकायहरू छ पुलिसदेखि लिएर एम्बुलेन्सदेखि लिएर होइन अनि के अरे यता के भन्छ रेड क्रसदेखि लिएर त्यस्ता होइन इन्सुरेन्सदेखि लिएर धेरै ठाउँछन् हर ठाउँमा हामी नेपाल फुड फेस्टिभल भन्दै गर्दाखेरि त्यो के हो भन्ने मैले चाहिँ के भन्छु भनेदेखि कुनै चिज पहिलो कुरा छ भन्ने थाहा पायो भने त्यसको बारेमा डिटेल अनि पछि खोज्ने हो क्या नेपाली फुड फेस्टिभल हुँदैछ भनेपछि नेपाली कहाँबाट आएका हुन् कस्तो हुँदो रहेछन् आएर कति मान्छे हेरेर मात्रै गए होइन मलाई याद छ त्यतिखेर लगभग फेसबुकमा हाम्रो 3-4 लाख जति भ्युज चाहिँ गएको थियो सबै त्यो के अरे एडभर्टाइजर पैसा तिरेर गरे हो त्यो गरेको थियो स्टार्ट लुमेलले गरिदिएको थियो ब्रसल्स टाइम्स अब भनेको यो चाहिँ रियर केसमै पर्छ त्यतिखेर चाहिँ ब्रसल्स टाइम्सले पनि हाम्रो चाहिँ फुड फेस्टिभल चाहिँ कभर गरिदिएको थियो क्या होइन त्यसले गर्दा पनि धेरै मान्छेहरू आए र झट्ट हेर्दाखेरि फुड फेस्टिभल एक दिन भयो सक्यो होइन तर मैले चाहिँ त्यसले ठुलो इम्प्याक्ट बनाएको छ स्टारले हामीलाई हेर्ने होइन तिमीले कुनै पनि मान्छेलाई सोध्यो भनेदेखि चाहिँ ठ्याक्क फुड फेस्टिभल नेपाली फुड फेस्टिभल गइस् भन्यो भने प्रायः मान्छेले गएँ भन्ने क्या होइन त्यतिखेर चाहिँ अब राम्रो उपस्थिति पनि रह्यो अनि कति मान्छे नगए पनि उनीहरूले देखे क्या होइन स्टार्टको पत्रिकाबाट होइन के अरे आइरोटिभी टिभीबाट एभरी टिभीले 2-3 चोटि राखिदियो त्यसले गर्दाखेरि लगभग हामी छौँ भन्ने कुरा थाहा पाइसकिसकेपछि अब बिस्तारै नेपाल जानुपर्छ भन्ने पनि आउँछ होइन नेपाली खाना खानुपर्छ भन्ने पनि आउँछ मोमो फेमस भयो होइन इभन 2022 को फुड फेस्टिभल पछि थाई फुड फेस्टिभल भन्ने थाहा छ एउटा छ अर्गनाइजेसन उनीहरूले सम्पर्क गर्यो मलाई होइन भेटेर भने हामीसँगै काम गरौँ भनेर भन्यो अनि उनीहरू चाहिँ अलिक कमर्सियली गर्ने रहेछ अनि मैले हाम्रो चाहिँ अलिक फरक उद्देश्यले गरेको हो होइन बरु तिमीलाई चाहिन्छ भने एउटा स्टल भए पनि दिएन भनेर भन्यो मैले हाम्रो उहाँलाई पठाइदिएँ के अरे दुर्गा सापकोटाजीको मोमोको थियो जानुभयो तर त्यहाँ चाहिँ उहाँले त्यति राम्रो भएन भन्ने खालको कुरा गर्नुभएको थियो होइन इभन मैले भन्न खोजेको चाहिँ उनीहरूको एउटा एटलिस्ट अनमेरिकिङमा पऱ्यो नि त होइन उनीहरूले चाहिँ कस्तो भने यो मान्छे नेपाली फुड फेस्टिभल चाहिँ जे होस् हामीसँग कम्पिटिसन गर्ने हो भन्ने किसिमको चाहिँ उनीहरूले आउनु भनेको पनि हाम्रो लागि ठुलो कुरा हो होइन त्यसले भोलिको दिनमा नेपाली खाना नेपाली सामान होइन यी चिजहरूलाई प्रमोट गर्छ भोलि हिजोसम्म नेपाली खाना भनेको के हो थाहा नपाउने मान्छेले ओहो एकचोटि टेस्ट गरेको मान्छेले नेपाली खाना भनेको चाहिँ खाना मिल्ने खाना हो अथवा मिठो हुन्छ भन्ने चाहिँ एउटा कन्सेप्ट आउनु भनेको पनि हामीले केही न केही वेबाट देशलाई सपोर्ट गरिरहेको छौँ जस्तो लाग्छ होइन आफ्नो कम्युनिटीलाई देशलाई सपोर्ट गरिरहेको लाग्छ र अनि मेन उद्देश्य भनेको पनि फुड फेस्टिभलको उद्देश्य भनेको पनि खाना बेच्ने मात्रै नभएर हामी छौँ यो कम्युनिटीमा हामी पनि एक्जिस्ट छौँ है भन्ने कुरा देखाउने हो मलाई जहाँसम्म लाग्छ एकदम राम्रोसँग देखाइयो जस्तो लाग्छ त्यो विषयमा त्यो 3 चोटि गर्नुभयो भन्नुभयो होइन हजुर सो 3टा फुड फेस्टिभल भयो सो आई थिङ्क हामीले बाहिरबाट हेर्दाखेरि पनि तपाईँहरू जुन उद्देश्यले गर्नुभयो आई थिङ्क त्यो उद्देश्यहरू जहाँसम्म लाग्छ कम्प्लिट पनि भयो जस्तो लाग्छ फुड फेस्टिभल एउटा तपाईँहरूले गर्ने कार्यक्रममध्येको एउटा कार्यक्रम भयो र यसै गरी मैले कुरा निकाल्न चाहेँ तपाईँहरूले बिचमा यो कोल्ड राइटरसँग टेकवे.comहरूसँग पनि डिलहरू गर्नुभयो एज अ नेपाली बिजनेस अर्गनाइजेसन्सहरूलाई केही तरिकाको एउटा कमिसन अथवा केही कुनै के भन्छ सहुलियत भन्छ यस्तो केही हुन्छ कि भनेर गर्नुभयो यसको थोरै केही एक्सप्लेन गरिदिनुहुन्छ हामीलाई एकदमै अहिले के देखियो भन्दाखेरि हामीले त्यो चाहिँ 2000 मेरो विचारमा 18-17तिरै हामीले गरे हो कोडाइसँग चाहिँ सुरुमा होइन कन्फ्युज पनि भयो मान्छेहरू होइन किन त्यसमा चाहिँ के थियो भने हामीले कसो गरियो भनेदेखि कोडाइटको सबैमा होइन कोडाइटको के हुन्छ भनेदेखि कादर कुर्तिङ भन्छ होइन कोही मान्छे जस्तो एउटा मान्छे भन्ने बिजनेस चाहिँ कोडाइटको चाहिँ मेम्बर बन्यो भनेदेखि उसले 1 वर्ष चाहिँ 0% पाउँछ होइन अनि 1 वर्षपछि उसको जुन चाहिँ पर्चेसिङ क्यापासिटी हेरेर त्यो चाहिँ उनीहरूले गरेको छ 74,000 युरो भन्दा बढी प्रत्येक वर्ष किन्यो भनेदेखि चाहिँ 5% होइन भनेदेखि 15,000सम्म किन्यो भनेदेखि 1%, 15,000 भन्दा 25,000 2%, त्यस्तै गरेर चाहिँ त्यो चाहिँ होइन बढ्दै गएको छ। अनि
कोही मान्छे एउटा बिजनेस सुरु गरेर 1 वर्ष हुनुपर्छ त्यसले चाहिँ 1% पाउनलाई पनि होइन। र हामीले के डिल गरियो त भन्दाखेरि ल ठिक छ हामी एउटा कम्युनिटी हो होइन, हामीलाई तिमीहरूले चाहिँ 5% चाहिँ दिनुपर्छ भनेपछि आज राजेश आज गएर चाहिँ भिएटी त्यहाँनिर दर्ता गरायो भनेदेखि नेपाली व्यवसायी सङ्घको मेम्बर हो भनेर दर्ता गरायो भनेदेखि अहिले एकछिन पछिबाट चाहिँ आउने उसमा चाहिँ प्रफिट पाउँछ। हामीले 2019मा रेकर्ड 19को रेकर्डमा अहिले त बिजनेस पनि धेरै बढाएको छ नि त, 19को रेकर्डमा हेर्दाखेरि 1,10,000 युरो चाहिँ त्यहाँबाट हामीले फाइदा ल्याएको छ कोल्डाइटले दिएको रिपोर्टबाट होइन। अहिले अब यो पोडकास्ट सुनिराख्नु हुने हेर्नु हुने व्यवसायी साथीहरूले पनि एकचोटि हेर्नु होला, तपाईँलाई पक्कै पनि कोल्डाइटबाट एउटा चाहिँ चिठी आएछ होइन। त्यसमा चाहिँ त्यो 5% तिमीलाई फेरि ग्यारेन्ट भयो भनेर आएछ। अनि त्यसमा तपाईँले हेर्नु होला त्यहाँ चाहिँ एउटा अमाउन्ट पनि लेखेको छ होइन। त्यो अमाउन्ट चाहिँ त्यो के छ भन्दाखेरि टोटल हामीले चाहिँ कति प्रफिट गर्यो सबै मिलेर भनेर एउटा चाहिँ अमाउन्ट दिएछ। त्यसमा मेरो विचारमा लगभग 4-5 मिलियनभन्दा बढीको ऊ छ त्यस देखाएको छ क्या त्यसमा होइन, सबै मिलेर होइन। अनि त्यो भनेको पनि हामीलाई ठुलो कुरा हो त्यो। त्यसले एउटा सिम्पल हिसाब गरेको के हुन्छ भनेदेखि कोल्डाइटमा पहिले पनि किनिन्थ्यो सामान होइन, त्यो चाहिँ अब हाम्रो एकदमै कन्भिनियन्ट स्टोर जस्तो हो नि त, एकैछिनमा के सिधै पनि ट्याक्क गरेर ल्याइहाल्ने होइन। पहिले पनि किनिन्थ्यो अहिले पनि किनिन्छ। पहिले के अरे व्यवसायी सङ्घको मेम्बर भएको भयो भनेदेखि एटलिस्ट 1 वर्ष कोल्डाइटमा गएर सपिङ गर्दाखेरि तपाईँको नेपाल जाने टिकट र घुम्ने चाहिँ इजिली आउने रहेछ क्या होइन। भनेपछि त्यो नराम्रो त होइन नि त होइन। सँगसँगै हामीले अरू के गरियो त भन्दाखेरि अरू जस्तो इन्सुरेन्ससँग चाहिँ काम गरियो होइन, उसले पनि रिडक्सन दिन्छ। अहिले आएर हामीले अहिले यो सालमा चाहिँ आएर हामीले के गर्यो भनेदेखि सिलिग्रो कम्पनी सुनेको छ, सिलिग्रो बेल्जियम है। सिलिग्रो भनेको चाहिँ यो नेदरल्यान्ड्सको कम्पनी हो। अहिले एकदमै बेल्जियमको ठुल्ठुलो कम्पनीलाई हस्टाइल टेकओभर गरेर होइन अहिले चाहिँ वान अफ द बिगेस्ट उसमा बनिएको छ। फुड डेलिभरी चेनमा चाहिँ मेरो विचारमा उनीहरूले भनेअनुसार 50% भन्दा बढी मार्केट सेयर चाहिँ उनीहरूले उ गरेको छ। उनीहरू अहिले हामीसँग पार्टनर भयो होइन, र त हामीलाई पार्टनर रूपमा उनीहरूले एक्सेप्ट गर्यो। अर्थात् के त भन्दाखेरि हामी 30 जुन 2025मा सिलिग्रोको चाहिँ मेन हेडक्वार्टरमा होइन बोलाएको थियो। हामी 50-60 जना जति चाहिँ हामी गएको थियौँ। उनीहरूले सबै टुर गराउनेदेखि लिएर सबै कुराहरू एक्सप्लेन गरेर अनि खानासाना पनि नेपाली खानासाना बनाएर उनीहरूले खुवाए होइन। एउटा मैले के छ नि त्यो इभेन्टको महत्त्व मैले कसरी त्यसलाई हेर्छु भन्दाखेरि सिलिग्रो जतिको ठुलो कम्पनीले एउटा नेपाली कम्युनिटीलाई बोलाएर होइन पुरै टुर गराएर एकदम व्यवस्थित टुर क्या, सबै टुर गराएर भिडियो तपाईँले हेर्नु होला वेबसाइटतिर पनि देखाएको छ, युट्युबमा पनि छ। अनि उनीहरूले त्यो गर्नु भनेको हामीमा केही छ भन्ने कुरा उनीहरूले पोटेन्सियल चाहिँ देखेरै हो भनेको हामी अब अझ हामी ग्रो भइरहेछौँ होइन। अनि हामीले उनीहरूसँग चाहिँ एउटा एमओयू गरियो। एमओयू गरेपछि सिलिग्रोले अहिले हामीलाई लगभग 10% जति चाहिँ डिस्काउन्ट दिन्छ सामानको होइन। अनि अहिलेको फेजमा चाहिँ भने के छ भने एउटा चाहिँ टेक आफै गएर लिएर आउने र अर्को चाहिँ हामीले सामान चाहिँ के अरे डेलिभरी गराउने होइन। अनि मैले आफैले त्यसलाई चाहिँ प्र्याक्टिकल्ली कस्तो खालको सर्भिस छ सबै कुरा हेर्नुलाई म आफैले गरिरहेको छु, उनीहरूसँगले काम गरिरहेको छु होइन। र एकदम म सन्तुष्ट पनि छु। अब यसपछि अब यहाँ मैले पब्लिकली अहिले मैले किनभने हिजो पार्टनरसिपको कुरो भयो, एमओयू साइन गर्ने बेलामा मैले एउटै चिज के भने भनेदेखि अहिले जति छन् हाम्रो व्यवसायीहरू साथीहरू आउँछन् होइन, तिमीहरूको प्राइस अरूभन्दा महँगो भयो सर्भिस राम्रो भएन भनेदेखि त्यो फर्स्ट एन्ड लास्ट हुन्छ, त्यसको केही पनि फाइदा छैन होइन। त तिमीहरूले अरू कम्पिटेटिभ जुन छ नि प्राइस त्यो प्राइसमा तिमीहरूले चाहिँ हामीलाई रिडक्सन गरेर दियो भनेदेखि हामीले काहीँ न काहीँ त किन्नै पर्छ भनेपछि अब अहिले नै उनीहरूले अस्ति हेर्दाखेरि जुनपछि अब हामीले त्यति त्यसलाई एक्टिभली गर्न सकेको छैन, अब गर्ने ट्याक्कै 15 तारिकपछि गर्ने भन्ने योजनामा राखेको छ। गर्दाखेरि उनीहरूले लगभग प्रत्येक क्वार्टरको जुनपछि जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर गर्दाखेरि 4,000 लगभग कति 8-10 हजार युरोको चाहिँ सेभिङ भएको उनीहरूले मलाई देखाएको थियो होइन। एकदम त्यो थोरै मान्छेहरू मात्रै गएर अब हामीले अलिकति त्यसलाई प्रायोरिटाइज गरियो भनेदेखि होइन सोसाइटीलाई पनि फाइदा हुन्छ। म अर्को पनि के जोड्छु भन्दाखेरि ठ्याक्कै 30 जुन 2025कै दिन होइन 2टा कार्यक्रम थियो। एउटा सिलिग्रोले को इन्भाइटेसनमा
होइन 30 जुन 2025 सिलिगुडीले चाहिँ उनीहरूको आफ्नो आउटलेटमा बोलाएर हामीलाई चाहिँ त्यो अघि मैले भनेको प्रोग्रामहरू गरेँ होइन इन्ट्रोडक्सन गराएँ सबै गरेँ र सेम दिन लुबेनको स्टार्टको चाहिँ हाम्रो सिटी हलको मेयरको अफिसमा होरेका फ्लान्दरनसँग नेपाली व्यवसायी सङ्घ बेल्जियमले चाहिँ एउटा पार्टनरसिप गर्यो सहकार्य सुरु गर्यो होइन त्यसको चाहिँ अनाउन्समेन्ट थियो अनि अब को लगभग 50जना जति साथीहरू आउनुभएको थियो सबैको मिलेन पनि त्यतिखेर होइन तर एउटा हामीले कसरी गर्व गर्नुपर्छ भन्छु भनेदेखि स्टार्ट मतलब सिटी हलले कतै एउटा प्रोग्राम अर्गनाइज गरिदिनु डिफ्रेन्ट कुरो भयो र मेयरले आफ्नो अफिसमा बोलाएर मेयर उपमेयर मेयरको चाहिँ यतातिर ऊ भएको भएर ठ्याक्क आउन पाउनु भएन तर अरू सबै उहाँकै अफिसमा त्यो जुन रेस्टुरेन्ट छ नि त्यसमा चाहिँ कार्यक्रम गरेर होरेका फ्लान्दरनको सिइओ होइन माथियासदेखि लिएर सबैजना आएर हामीसँग काम गर्दाखेरि चाहिँ उनीहरूले पनि एकदमै गुड फिल गरेको होइन एउटा चाहिँ कस्तो नै यो हस्पिटालिटीको सेक्टरमा नेपालीले एकदम राम्रो चाहिँ टेवा पुर्याइरहेको छ र त्यसलाई चाहिँ अझ हामी इन्हान्स गरेर लान सक्छौँ भन्ने कुराहरू आयो अहिले हामीले के अन्डरस्ट्यान्डिङ गरियो भन्दाखेरि सबै कुनै पनि जस्तो होरेका फ्लान्दरनको होरेका एकाडेमी भन्ने चाहिँ एउटा अर्कै इन्स्टिट्युसन छ जसले चाहिँ ट्रेनिङहरू दिन्छ होइन हिजोसम्म हामी रोई मान्छेसँग चाहिँ अरू थर्ड पार्टीलाई कुरा गरेर आउन हामीलाई ट्रेनिङ देऊ भनेर हामी भनिरहेको थियौँ अहिले चाहिँ कस्तो भने हाम्रो खल्टीभित्र भयो जस्तो क्या त्यो चाहिँ होइन अब 8-10जना जम्मा भयो भने पनि होरेका एकाडेमीले चाहिँ तुरुन्तै के अरे ट्रेनिङहरू दिने होइन अनि त्यो भनेको के भने होरेका एकाडेमीले त्यो ट्रेनिङहरू दिन्छ जुनले चाहिँ प्रायः जसो बिजनेसको साउहरूलाई फाइदा हुन्छ होइन साउलाई डाइरेक्ट फाइदा लिन्छन् अनि अर्को हाम्रो सहकार्य चाहिँ होरेका फोर्मासँग भयो होरेका फोर्मा भनेको एउटा बेल्जियमको एउटा यस्तो इन्स्टिट्युसन हो जसमा चाहिँ आरएसजेड हामीले काम गर्ने मान्छेले जुन ट्याक्स तिरेको हुन्छ त्यसको 2% चाहिँ एक ठाउँमा फन्डिङ भएर बसिया हुँदो रहेछ क्या मिलियन युरो छ त्यहाँनिर होइन र उनीहरूको त्यो पैसा चाहिँ केमा युज गर्छ त भन्दाखेरि भोलि त्यो काम गर्ने मान्छेलाई बेटरमेन्टको लागि होइन अब कोही मान्छे सुसेफ छ म सेफ बन्न चाहन्छु भनौँ भनेदेखि होइन देखि लिएर त्यो होरेका फर्माको चाहिँ 100भन्दा बढी ट्रेनिङहरू छन् होइन ती ट्रेनिङहरू चाहिँ काम गर्ने मान्छेले फ्रीमा गर्न पाउँछ तर के छ भने त्यसको अलिकति कन्डिसन्सहरू चाहिँ अलिक अप्ठ्यारो छ अनि फेरि एउटा के छ भने म काम काहीँ गरिरहेको छु तलब आइरहेछ भनेदेखि म किन ट्रेनिङ गर्न जाने होइन तर एउटा हामीले एउटा बाध्यता जस्तो बनाइयो भनेदेखि होइन छोराछोरीलाई पढाए जस्तो क्या होइन ल पढ्नुपर्छ है भन्यो भनेदेखि भोलि अपग्रेड हुन्छ नि त होइन त्यो हिसाबले चाहिँ हामीले होरेका फर्मासँग पनि कुरा भएको छ एउटा 2-3 घन्टाको एउटा मिटिङ पनि भयो र अब यो आजभोलिबाटै हामीले त्यो ट्रेनिङहरू पनि सुरु गराउँदैछौँ होइन त्यो होरेका फर्माको ट्रेनिङ चाहिँ फेरि साउहरूलाई मात्रै होइन त्यो चाहिँ विशेष गरिकन काम गर्ने मान्छेलाई होइन त्यहाँ यस्तोसम्म छ कोही मान्छे पोर्तुगलबाट आयो बेल्जियममा भाडा बाँध्न चाहन्छ भएको छैन 30 आवर्स उनीहरूले 1-to-1 आएर काममै आएर पढाउँछ होइन किन अहिले उनीहरूले सबैभन्दा ठुलो के भने त्यो पैसालाई चाहिँ के अरे कसरी हुन्छ युटिलाइज गर्ने भन्ने हिसाबले होरेका फर्माले काम गरिरहेछ होइन अनि उसले आएर कोही मान्छे भाषा नआउने मान्छेलाई के अरे 30 घन्टा काममा आएर भाँडा यसरी माझ्ने यसलाई चाहिँ होइन प्लेट भन्छ यसलाई चाहिँ फोक भन्छ यसलाई यो भन्छ यसमा यति प्रडक्ट हाल्ने अब भनौँ न ब्रोकन डच सिकाएर भए पनि त्यो काममा उसले चाहिँ काम छोड्नु नपर्ने अवस्था ल्याउने उनीहरूले रहेछ होइन त्यस किसिमका ट्रेनिङहरू पनि छन् अब हामीले चाहिँ अहिले फोकस गरेका छौँ भने बिजनेस भनेर बिजनेस गर्ने मान्छेलाई मात्रै होइन कि बिजनेस गर्ने मान्छेको मेरुदण्ड भनेको त काम गर्ने मान्छे हो नि त होइन त्यसले गर्दाखेरि काम गर्ने मान्छेलाई पनि अलिक बढी फोकस गरौँ ट्रेनिङ गरौँ होइन सबै अहिले त्यसैमा लागिरहेछ अब हाम्रो आउँदा दिनहरूमा ठुलो खालको प्रोग्राम केही पनि हुँदैन होइन मेरो अब यो कार्यकालको अब अन्तिम भनेको चाहिँ हामीले जस्तो नि होरेका फर्मा के अरे होरेका फ्लान्दरनसँगको एउटा चाहिँ हाम्रो ठुलो उपलब्धि भनेर कसरी बुझ्छु भन्दाखेरि हामीले केही समय अगाडिदेखि नै एउटा हेल्प डेस्क बनाउने भनेको थियो क्या केही समस्या पऱ्यो भनेदेखि गर्ने भनेको थियो हामीले त्यसमा गरियो पनि इन्डिभिजुअल्ली हेल्प गरियो अब इन्डिभिजुअल त हामीले सहयोग सधैँ गरिरहेछौँ तर होरेका फ्लान्दरनको एउटा चाहिँ एरेस्टलाइन हुल्प भन्ने एउटा चाहिँ सर्भिस छ क्या कुनै पनि समस्या पऱ्यो जस्तो मलाई चाहिँ होइन कसैले चाहिँ फ्रड बिल पठायो अथवा चाहिँ कुनै समस्यामा पऱ्यो अथवा चाहिँ गभर्मेन्टले नै कुनै पठायो भनेदेखि उनीहरूले त्यो फर्स्ट
के भन्छ त्यो फर्स्ट एड चाहिँ उनीहरूले गरिदिन्छ। यो चाहिँ सबै बिजनेस ओनरहरूलाई बिजनेस ओनरलाई मात्रै त्यसको चाहिँ होइन। अब त्यसलाई दुईवटा छ, एउटा चाहिँ के छ भन्दाखेरि कि आफै होरेका फ्लान्दरनको मेम्बर बन्नु पऱ्यो होइन, र आफैले फोन गर्ने उ गर्ने, या नेपाली व्यवसायी सङ्घ बेल्जियमको मेम्बर बन्नु पऱ्यो होइन। अनि त्यो बनेपछि चाहिँ हामीले के छ भने अब अहिलेको अन्तिम फेजमा के छ भने यो 2025 सकिनुभन्दा पहिले एउटा एटलिस्ट हामीले चाहना के रहेछ भने एउटा सानो अफिसको चाहिँ टेम्पोररी होइन, स्टाफसँग पनि कुरा भएको छ, सिटीसँग पनि कुरा भएको छ, मेयरले पनि ट्राई गर हामी केही न केही गर्छौँ भनेर भनेको छ होइन। अब अहिले एउटा सानो अफिस जस्तो र अनि भोलिन्टियरली हप्तामा 2 दिन 3 दिन चाहिँ 2 घन्टा 3 घन्टा त्यहाँनिर मान्छे एभाइलेबल हुन्छ। कुनै पनि समस्या छ भनेदेखि फोन गर्ने अथवा त्यहाँ आउने अप्रेन्ट बनाउने आउने, उसले हेर्छ, फोन गरिदिनु पर्ने फोन गरिदिन्छ होइन, सबै कुराहरू गरिदिन्छ। किनभने हामी त समस्या सबभन्दा ठुलो समस्या के भनेदेखि नेपाली अब राजेश सरले कतिको महसुस गरेको त्यो कुरा, मैले चाहिँ के महसुस गरेको छु भनेदेखि धेरै मान्छेहरूलाई चाहिँ समस्या के हो भन्ने कुरै थाहा छैन। बिजनेस गरिरहेछ, अन्दाजमा गर्यो होइन, अनि उसलाई के छ भनेदेखि प्रब्लम छ भन्ने थाहा छ, फिगर आउट गर्न सकेको छैन क्या। अनि त्यो समस्या आएपछि कस्तो हुँदो रहेछ भनेदेखि जब त्यो ठुलो समस्या ढङ्गरङ्ग आउँछ अनि बल्ल ला भन्छ, उसले बुझ्दैन मैले किन यो भन्ने कुरा उसले बुझ्दैन होइन। धेरै मान्छेको त स्टोरी छ त्यो चाहिँ होइन। अनि त्यो कारणले गर्दाखेरि पनि हामीले चाहिँ कस्तो भनेदेखि जस्तो हामी जिपीहरूमा जान्छौँ नि, डक्टर कहाँ जान्छौँ होइन, डक्टर अलिअलि खोकी लाग्यो भनेदेखि डक्टर कहाँ जाइन्छ, डक्टर कहाँ गएपछि डक्टरले यसो चेक गरेर तेरो चाहिँ यो सम्बन्धी छ अथवा अलिक सिरियस रहेछ भनेदेखि रिफर गरेर फलान ठाउँमा जा भनेर चाहिँ उसले भन्छ। त्यसपछि होइन के को रोग हो हामी ट्रिटमेन्ट गराउँछौँ, ठिक हुन्छौँ होइन। अहिले हामीले खोजेको पनि त्यही हो फर्स्ट उसमा चाहिँ होइन। त्यसरी कुनै पनि समस्या छ भनेदेखि त्यो समस्या चाहिँ हामीले चाहिँ फिगर आउट गरियो भनेदेखि ट्रिटमेन्ट त त्यसै पनि भइहाल्छ होइन। त्यो 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 हिसाबले चाहिँ अहिले होरेका फर्मासँग पनि के अरे होरेका फ्लान्दरसँग पनि काम भइरहेछ होइन। अब अरू पनि छन् गर्नु पनि, जस्तो अर्को हाम्रो चाहिँ फ्युल कार्डको छ होइन। फ्युल कार्ड युरोपभरिको सबै देशमा चढाउनु, त्यो कार्ड सबै ठाउँमा चढाउनु मिल्छ। त्यसबाट चाहिँ 10 सेन्ट चाहिँ डिस्काउन्ट पाउँछ होइन। त्यसको अलिक मेकानिजम अलिक फरक छ, त्यो अलिक बुझ्नुपर्छ बुझ्नु। तर अब प्रायः सबैले साथीहरूले बनाउनु पनि भएको छ, फाइदा पनि लिइराख्नु भएको छ। अनि मैले चाहिँ कसरी भन्छु भने इन जेनरल्ली हामी हल्लाखल्ला धेरै गर्दैनौँ, काम भइरहेछ। अनि फेरि यो कस्तो भनेदेखि संसारमै व्यवसाय गर्ने भनेको 4.94% कति मान्छेले मात्रै व्यवसायमा आबद्ध हुन्छन्, अर्को 96% मान्छे चाहिँ कामै गर्छ होइन। भनेपछि अल्पसङ्ख्यामा परिन्छ क्या हामी। 100जना मान्छे हिसाब गऱ्यो भनेदेखि चाहिँ 4जना 5जना चाहिँ व्यवसाय गर्ने हुन्छ होइन। भनेपछि त्यो त त्यो हल्लाखल्लामा पनि त्यतिकै गायब हुन्छ क्या। इभन व्यवसायीसँगले हालेको पोस्टहरू भयो भनेदेखि होइन, मान्छेले किन लाइक कमेन्ट धेरै गर्दैनन् भन्दाखेरि सरकारको विषय होइन नि त होइन। न त्यहाँ गाली गरेको छ, न केही छ, न आफ्नो के अरे सेक्टरको कुरा हो, न आफूलाई चाहिने चिज हो भनेपछि मान्छेले गर्दैन। जो चाहिँ त्यहाँ इन्भल्भ छ उनीहरू डाइरेक्टली इन्गेज चाहिँ उनीहरू मात्रै हुने भयो। सो व्यवसाय गर्नेहरू उनीहरूलाई चाहिँ अझै केही इन्ट्रेस्टिङ होला, नर्मल मान्छेहरूलाई त मतलब पनि भयो। एक्ज्याक्टली बेल्जियममा अहिले नवाभित्र चाहिँ कति छन् मेम्बरहरू भनौँ न, अब मेम्बर बिजनेसहरू? अहिले हाम्रो चाहिँ लगभग 600+ भनिएको छ होइन। अब अहिले अझ हामीले हेर्दाखेरि अझ थपिए जस्तो लागेको छ, केही थपिए जस्तो लागेको छ है। एकदमै भइरहेछ। अनि त्यो हिसाबले पनि अब हामीले चाहिँ यो 1-2 महिना चाहिँ हामी त्यसमा पनि थोरै काम गर्छौँ होइन। सबै फिगर आउट गर्नु पऱ्यो कतिजना हुनुहुन्छ। एक्ज्याक्टली, किनकि मैले देखेको अब व्यवसाय गर्नेहरू त धेरै हुनुहुन्छ अहिले। जहाँसम्म लाग्छ यो पोडकास्ट हेरेपछि पनि धेरैजना व्यवसाय गर्ने मान्छेहरूले चाहिँ अब कहाँ कन्ट्याक्ट गर्ने, कसरी गर्ने भन्ने पनि अलि आइडिया हुन्छ होला। सो मलाई बुझ्न एकदम मन लागेको कुराहरू चाहिँ यही कुरा हो। नर्मली अब यति धेरै बिजनेसहरू छ, के सबै बिजनेसहरू चाहिँ तपाईँहरूसँग कनेक्टेड भएको छ? तपाईँहरूको के छ, अब तपाईँहरूले के युज गर्नुहुन्छ? जहाँसम्म मलाई इन्फर्मेसन भएअनुसार तपाईँहरूले वाट्सएपमा पनि ग्रुपहरू बनाउनु भएको छ, फेसबुक ग्रुपहरू छ। सो एउटा प्रोपर वेमा कम्युनिकेसन, जति पनि तपाईँहरूको मेम्बरहरू हुनुहुन्छ, जति मेम्बर अर्गनाइजेसनहरू हुन्छ, मानौँ बुझिलिउँ बेल्जियमको एउटा केही कानुनमा थोरै परिवर्तन आयो, व्यवसायको कानुनहरूमा केही परिवर्तन आयो। सो यो कुराहरू चाहिँ तपाईँहरूले मेम्बरमा चाहिँ कसरी पुऱ्याउनुहुन्छ? यस्तो छ, अब हामीले जस्तो एउटा कस्तो हुँदो रहेछ भनेदेखि ठ्याक्कै बुझ्नुपर्ने कसको लागि यो व्यवसायसँग होइन। व्यवसाय गर्ने सबैको लागि नहुनसक्छ होइन। यसलाई मैले किन यसरी भन्दैछु भन्दाखेरि व्यवसाय गर्ने 2 किसिमको मान्छे छन्। एउटा चाहिँ भर्खर गर्ने होइन, स्ट्रगलिङ पिरियडका व्यवसायीहरू छन्। एउटा चाहिँ एकदम थ्राइभ भइसकेका चाहिँ होइन मान्छेहरू छन् होइन।
उनीहरूको आफ्नै मेकानिजम छ। उनीहरू भनेको व्यवसायिक सङ्घमा आएर उहाँहरूलाई पनि जोडिनु भन्छु होइन। जसले वर्षमा मिलियन ट्रान्जेक्सन गर्छ होइन, उहाँहरू पनि तपाईँहरू पनि आएर जोडिनुहोस् होइन। किनभनेदेखि हामी एक्लैले केही पनि गर्न सकिँदैन होइन। अब त्यो क्याटेगोरीमा तपाईँ पर्नु भनेको तपाईँहरू चाहिँ दिने ठाउँमा हुनुहुन्छ, व्यवसायी भएर पनि दिने ठाउँमा हुनुहुन्छ होइन। र अर्को एउटा छ भर्खर के अरे आफ्नो चाहिँ लाइफ टाइम चाहिँ होइन मेहनत गरेर कमाएको पैसा इन्भेस्ट गरेर रेस्टुरेन्ट होटल अथवा चाहिँ अरू पसल होइन वाटेभर गर्न खोजिरहेछ, उहाँहरूको लागि चाहिँ के हुन्छ भनेदेखि एउटा सानो कुरा क्या, सानो टिप्स दिँदाखेरि र त्यो फलो गर्नाले पनि बिजनेस क्रास हुनबाट बचिरहेको हुन्छ होइन। उहाँहरूलाई जोगाउनु भनेको हाम्रो एउटा कम्युनिटी, हामीले फेरि यता घुमाइफिरेको नाम कम्युनिटी मार्दिन्छ क्या। पर्सनल भयो भने त सकिहाल्यो, पर्सनलको त कुरै भएन त्यहाँ होइन। कम्युनिटीको कुरा आउँछ, त्यहाँ आएर जोडिँदाखेरि एकजना मान्छेलाई मात्रै डुब्नबाट जोगाइयो भनेदेखि होइन हामीले ठुलो उपलब्धि गऱ्यौँ भन्ने। किनभने त्यो एउटा मान्छे त्योसँग उसको वाइफ उसको छोराछोरी होइन उनीहरूको भविष्यसँग चाहिँ जोडिएको चिजहरू हुन्छन् होइन। त्यसले गर्दाखेरि तपाईँहरू पनि आउनुहोस्, जोडिनुहोस् होइन। र अघि प्रश्न गरे जस्तै हामीले के ट्राई गरिएन भनौँ न, हरेक कुरा ट्राई गरियो होइन। अहिले चाहिँ हामीले अलिक लामो समयदेखि जस्तो एउटा हाम्रो चाहिँ फाइबर ग्रुप थियो, बिजनेस डेस्क भनेर चलाइएको थियो। त्यहाँ चाहिँ के भयो भनेदेखि हाम्रो कन्ट्रोल भएन क्या। अनि भए जति सबै एडभर्टाइज हाल्ने, एनआरएनएको चाहिँ त्यो के अरे पोस्टर आतङ्कदेखि लिएर धनी सबै कुराहरू गर्ने भएपछि त्यसबाट चाहिँ हामीले आधिकारिक रूपमा छोडियो। त्यो ग्रुप त्यतिकै छ, जेमा युज गर्छन् गरून् भन्यो। अनि हामीले अहिले वाट्सएप बनाइएको छ होइन। वाट्सएपमा चाहिँ के छ भन्दाखेरि 6-7वटा हामीले चाहिँ कम्युनिटीमा 6-7वटा चाहिँ ग्रुप बनाइएको छ। जसलाई काम चाहिन्छ त्यो कामको ग्रुपमा जोडिने होइन, जसलाई बिजनेस किन्नु छ सेल गर्नु छ त्यसमा जोडिने। अनि त्यो भइसक्यो, क्याटेगोराइज गरेपछि धेरै हल्लाखल्ला पनि हुँदैन, त्यहाँनिर डिस्टर्ब पनि हुँदैन मान्छेलाई होइन। मान्छेले त्यो एडभर्टाइज पनि हाल्दैनन् त्यहाँनिर। अनि त्यो हिसाबले पनि अहिले चाहिँ के देखिन्छ भन्दाखेरि झट्ट अब राजले सोधिहालेर एउटा राम्रो पक्ष के छ भने काम जानेको मान्छेले त्यो ग्रुपमा फ्याट्टा हाल्ने बित्तिकै तुरुन्तै काम पाउँछ होइन। जस्तो राजेशले त्यहाँनिर हाल्यो भनेदेखि राजेशलाई त्यहाँनिर रिप्लाई गर्दैन मान्छेले, ट्याक्क फोन नम्बर आउँछ त्यहाँ होइन, ट्याक्क फोन गरेर कस्तो खालको काम हो के हो भनेर। प्रायः धेरै मान्छेले त्यो हाल्ने बित्तिकै अनि त्यहाँबाट अनि मलाई फोन गर्छ मैले काम पाएँ भनेर। प्रायः मान्छेले काम पाउने होइन, त्यसमा चाहिँ प्रब्लम छैन। अब त्यो ग्रुपलाई अझ बढाउँदै लैजानुपर्छ। अब मैले आफैले मेरो फेसबुक पेजबाट 1-2चोटि त्यसलाई प्रमोट गरेँ, प्रमोट भन्नाले त्यसमा राखेँ। त्यो चाहिँ फेसबुकको त्यो एउटा के भन्छ उसमा परेन क्या, गाइडलाइन्समा परेन। र अनि उसले चाहिँ मेरो फेसबुकमा चाहिँ त्यो फ्ल्याग गरिदियो होइन। अनि फ्ल्याग गरिदिएपछि मेरो फेसबुकमा चाहिँ भनौँ न हालेपछि पोस्टहरूमा चाहिँ भ्युजहरू नहुने होइन, रियाक्सनहरू नहुने आयो है। अनि आएपछि अनि त्यहाँबाट अनि मैले ल ठिकै छ अब केही समय कुरेपछि त्यो जान्छ पछि अहिले भर्खर गएको छ। अहिले त्यही भएर मैले फेसबुकमा चाहिँ हालेको छैन, मैले ग्रुपहरूमा चाहिँ मैले टाइममा हालिदिन्छु आफ्नै बाध्यता। यो हामी गेस्टहरूलाई हाम्रो अडियन्सहरूलाई पनि अब हामी यो कमेन्टमा पनि पिन गरिदिन्छौँ र डिस्क्रिप्सनमा पनि राखिदिन्छौँ फोन नम्बरहरू। तपाईँहरूलाई केही समस्याहरू छ, केही सहयोगहरू चाहिएको छ, काम खोज्दै हुनुहुन्छ, व्यापार व्यवसाय किनबेच दाइले भने जस्तो किनबेच गर्नु मन छ, हरेक समस्या जस्तो पनि समस्याहरू पऱ्यो भने होइन उहाँहरूसँग वाट्सएपमा जोडिन सक्नुहुन्छ। अनि मलाई अर्को कुरा बुझ्न मन लागेको चाहिँ तपाईँहरूले कामहरू त धेरै गर्नुभयो, तर च्यालेन्जेसहरू कस्तो च्यालेन्जेसहरू आउँदो रहेछ समाजले? इभन समाजले अघि अलिक कुरा पनि भयो, जो मान्छेहरूलाई बिजनेसमा इन्ट्रेस्ट छ अथवा बिजनेस व्यवसाय गरिरहनु भएको छ उहाँहरू त जोडिनु होला, नजोडिने मान्छेहरूलाई यो के हो किन गरिरहेछन् के गरिरहेछन् भन्ने हुनसक्छ। के यो च्यालेन्जेस एक्ज्याक्टली च्यालेन्जेसहरू समस्याहरू के आउँदो रहेछ यो संस्थाहरू चलाउँदाखेरि? एकदमै अब जस्तो यो एकदम राइट क्वेसन है, यो मलाई एकदम भन्न पनि मन लागेको चिज हो। राजेशले ठ्याक्कै यसलाई अगाडि ल्यायो। हरेक संस्थाको आफ्नै किसिमको इन्टरनल प्रब्लम हुन्छ नै होइन। अब हामीले कसरी बुझ्नु पऱ्यो भन्दाखेरि एनआरएनएको अर्कै किसिमको राजनीतिक तनाव छ त्यहाँभित्र होइन। त्यो चाहिँ अब सार्वजनिक भएको भएर हुन्छ, अरूको विषयमा मैले बोल्दिनँ। व्यवसायी सङ्घमा त्यस्तो केही पनि छैन। तर व्यवसायी सङ्घ भनेको के हो भन्दाखेरि चाहिँ एकदम सिम्पल भन्नु पऱ्यो भनेदेखि व्यवसायी सङ्घ भनेको अब बेल्जियममा अथवा चाहिँ कुनै पनि ठाउँमा त्यो 94% मान्छेभन्दा फरक किसिमका मान्छे होइन, अरूको एउटा समूह हो होइन, जो अलरेडी बिजनेस गरेर पैसा कमाइरहेको हुन्छ, अरूलाई काम दिइरहेको हुन्छ होइन। अब यहाँको डच भाषामा भने अलिकति प्रायः सब मान्छे दिकनेकै हुन्छ होइन।
होइन। त्यस कारणले गर्दाखेरि यो व्यवसाय सङ्घ सञ्चालन गर्नु पनि इजी टास्क चाहिँ होइन। म भाइस प्रेसिडेन्ट भएर काम गर्दाखेरि म जति काम गर्न सकेँ होइन, काम जुन गर्न सकेँ यो अहिले आएर चाहिँ नसकेको महसुस गर्छु मैले। किनभनेदेखि धेरै समय चाहिँ कन्फ्लिक्ट म्यानेजमेन्ट क्या होइन। इभन फुड फेस्टिभल गरियो, फुड फेस्टिभल गरियो, एउटा नेतृत्वले गर्नुपर्ने काम मैले गरेँ होइन। तर त्यसलाई अझै हामीले त्यसलाई अझ मच बेटर बनाउन सकिन्थ्यो है। तर कस्तो हुन्छ नि त्यो इन्टरनल सानो सानो कन्फ्लिक्टहरू, कहिले काहीँ साथीहरूले कुरा नबुझ्ने, कहिले काहीँ चित्त दुखाउने, यसलाई फकाउनु पर्यो नराम्रो भन्न खोजे होइन है फेरि होइन। तर अहिले त्यो कम्पेयर गर्दाखेरि होइन, किनभनेदेखि सबै व्यवसाय गर्ने मान्छे 1 घन्टा समय बढी काम गर्यो भनेदेखि पैसा आउँछ। किनभने व्यवसाय गर्ने मान्छेलाई त 24 घन्टा काम गर भनौँ भने पनि वास्तवमा उसले गर्न सक्छ क्या होइन। आफूले नै यिनीहरू काम गर्ने मान्छे त बिहान 10 बजेबाट के अरे बेलुकाको चाहिँ 5 बजीसम्म काम गरेपछि काम सिद्धियो, अब घर जानै पऱ्यो, गर्छु भने पनि गर्न पाएन। व्यवसाय गर्ने मान्छे त म आउँदा अघि लिएर आएँ, त्यहाँ बसेर एकछिन काम गरौँला भन्ने सोच गरेर आएको थिएँ म होइन। कफी छिटो भइयो भने त्यहाँ कफीमा बसेर गरौँला भनेर एउटा दुइटा काम भयो, एउटा दुइटा इमेल भयो पनि रिप्लाई गर्न पाइयो भनेदेखि त होइन काम घट्यो भन्ने हुन्छ। भनेपछि त्यस किसिमका मान्छेहरूसँग समय नै नभएका मान्छेहरूको चाहिँ एसोसिएसन भएको भएर होइन काम गर्न चाहिँ त्यति इजी चाहिँ छैन। तर पनि हाम्रो अहिले यो जुन कार्यकालमा भएका हाम्रो साथीहरू सबैले होइन सहयोग चाहिँ एकदमै, अब जस्तो भनौँ न राजेशले पनि भयङ्कर सहयोग गरे फुड फेस्टिभलमा होइन। अहिले यसपालि 24को उसमा पनि पहिल्यै पनि होइन। अनि त्यसले गर्दाखेरि कस्तो भने सहयोग गर्ने मान्छेहरूले चाहिँ एकदम दिल खोलेर सहयोग गर्नुभएको छ होइन। अघि मैले भने त्यो चाहिँ अलिकति फरक किसिमको मान्छेहरू भएको भएर अलिकति डिफ्रेन्ट किसिमको चाहिँ समस्या चाहिँ आउँछ। तर त्यसलाई हामीले चाहिँ इजिली म्यानेज गऱ्यौँ होइन। केही समस्या चाहिँ भएन भनौँ न। अब बाहिर चाहिँ आएन चिजको समस्याहरू। अब कति बाँकी छ कार्यकाल? मेरो लगभग सकियो। अब मैले चाहिँ जति छिटो जनवरी फेब्रुअरीतिर अधिवेशन गराएर अब यसलाई चाहिँ म ऱ्यापअप गर्नतिर लागेको छु। किन अब 29मा मैले गरेँ। अब जति छ अहिले सिलिगुरोको म्यानेजमेन्ट छ त्यो बाँकी छ, हरेका फ्लान्दरनको बाँकी छ होइन। अनि यी दुईवटा चिजमा चाहिँ यसैमा छ सबै चिजहरू फेरि। जस्तो अघि मैले भने नि जति ट्रेनिङका कुराहरू होइन, त्यो चाहिँ कस्तो भने हामीलाई चाहिने कानुनी समस्या पऱ्यो भने त्यसको समाधान हामीले भेट्यो होइन। अब के अरे काम गर्ने मान्छेलाई ट्रेनिङ चाहियो होइन, सानो सानो पिसमा ट्रेनिङ गराउने क्या, सानो ट्रेनिङहरू गराउने, काम गर्ने मान्छेको ट्रेनिङ पनि हुने भयो। साउहरूले म ट्रेनिङ गर्छु भन्यो भने साउहरू पनि इन्हान्स गर्नको लागि हुने भयो। भनेपछि अबको समय भनेको अब यो 2-3 महिना 4 महिना चाहिँ मैले अलिकति बढी समय चाहिँ म्यानेजमेन्टमा लगाउने होइन। एउटा राम्रो अहिलेसम्म 3 वर्षमा जति मेहनत गरेर ल्याएको थियो नि त्यो चिजलाई चाहिँ एउटा प्याकेज जस्तो बनाएर ठ्याक्क नयाँ कार्य समितिलाई हस्तान्तरण गर्ने होइन। र उहाँहरूले त्यसलाई चाहिँ अब आई होप त्यसलाई राम्रोसँग अगाडि लिएर जान सक्नुहुन्छ होइन। त्यो भयो भनेदेखि लगभग अब हामीले जति गर्नु पर्थ्यो अहिलेको अवस्थामा त्यति चाहिँ गऱ्यौँ जस्तो लाग्छ। छोटो समय भयो होइन, 3 वर्ष भयो। हुन त मेरो ठ्याक्कै यो अब यो कार्यकाल सकिँदाखेरि ठ्याक्कै 10 वर्ष सिद्धिन्छ व्यवसायी सङ्घमा होइन। 10 वर्ष ठ्याक्कै सिद्धिन्छ। अनि फेरि धेरै पनि गर्न सकिँदैन होइन। अब 10 वर्ष समाजलाई दिनु भनेको पनि ठुलो कुरो भयो होइन। अनि त्यसपछि ठ्याक्क म अधिवेशन गराउने होइन। सबै कुराहरू स्मुथली आइसकेको छ होइन। अब खोज्नु पर्दैन, हाम्रो आफ्नै वेबसाइट छ, ग्रुप छ होइन। अब त्यो चाहिँ कन्टिन्यू रहिरहन्छ। म व्यवसायी सङ्घमा रहे पनि नरहे पनि होइन, त्यसको भए पनि नभए पनि अरू कसैले स्मुथली लान सक्ने त्यस्तो खालको मेकानिजम बनाएको छौँ हामीले होइन। त्यसले गर्दाखेरि चाहिँ अब भाइहरूको साथ सहयोग रहोस् होइन। हामीले के गर्न सकिन्छ हामी गर्छौँ डेफिनेटली होइन। अब हाम्रो अझ अब अलिकति जोड्नै पर्ने हुन्छ। सिलिगुरोको कुरा गर्दै गर्दाखेरि मैले अघि हिजो अस्ति पनि एउटा सानो मिटिङ थियो, उसले यता उनीहरू ओरिजिनल्ली नेदरल्यान्ड्सको भए पनि नेदरल्यान्ड्सको साथीहरू त्यति जोडिनु भएको रहन्छ होइन। उहाँहरूलाई पनि जोड्ने, लक्जमबर्गलाई जोड्ने भन्ने कुरो छ। त्यस्तै गरिकन एउटै पेन होइन, एउटै दुःख र एउटै मलम भनौँ न औषधि चाहिँ युरोपमा भएका हामी सबैको त्यो पोलिसीको हिसाबले पनि खासै काहीँ त्यति फरक छैन क्या होइन। त्यसले गर्दाखेरि हामी चाहिँ अब युरोपमा भएका सबैजना व्यवसायीहरू चाहिँ जोडिनुपर्छ होइन। ताकि जस्तो हाम्रो कति 21 तारिकमा डेनमार्कमा पनि प्रोग्राम छ क्या होइन। अहिले हामी बेल्जियम, नेदरल्यान्ड्स, लक्जमबर्ग, डेनमार्क अनि अर्को कुनै एउटा कन्ट्री छ, 4-5वटा कन्ट्रीमा चाहिँ एउटै लोगो राखेर बनिसकेको छ होइन। अबको समय भनेको अरू देशहरूलाई पनि गर्ने
ताकि हामीले यहाँबाट इन्टरनेसनल जस्तो कार्डको कुरा भयो नि त, फ्युल कार्डको, त्यो चाहिँ बेल्जियमलाई मात्रै होइन, त्यो युरोपभरि सबैलाई गर्न सकिने भयो होइन। त्यस्ता चाहिँ चिजहरू हुनसक्छन् जुन चिजहरूलाई चाहिँ हामीले बेल्जियमबाट कोसिस गरियो भने पनि त्यो युरोपभरिका चाहिँ मेम्बरले चाहिँ त्यसको बेनिफिट लिन सकुन्। चाहे कुनै चिज चाहिँ डेनमार्कबाट सुरु गऱ्यो भने पनि होइन, भोलि हामी बेल्जियमका मान्छेले पनि लिन सकियोस् होइन, जस्तो बेल्जियमको मान्छेले पनि लिन सकियोस्। अनि त्यो भयो भनेदेखि चाहिँ अझ हाम्रो ग्रो पनि हुँदै जान्छ भन्ने चाहिँ सोच छ मेरो अहिले। एकदम राम्रै पाथमा गइरहेछ जस्तो लाग्छ मलाई होइन। अघि भने जस्तो कम्युनिटी नै बढिरहेछ, मान्छेहरूको लाइफस्टाइलहरू होइन सबै बढिसक्यो। व्यवसाय पनि तपाईँको ट्रेडिसनल्ली जुन होरिका भन्छ अब रेस्टुरेन्ट क्याफेहरू गर्ने चलन थियो, होटल रेस्टुरेन्ट क्याफेबाट अब हामी बिस्तारै डिफ्रेन्ट टाइपको बिजनेसहरू पनि सुरु भइसकेको छ होइन। त्यसै सँगसँगै यङ्गर जेनेरेसनहरू आइरहेको छ। मैले लास्टमा अब हामी यो कुराको लगभग अन्त्यमा आइसकेका छौँ। सो मैले लास्टमा चाहिँ अब तपाईँलाई एउटा के क्वेसन सोध्न चाहेँ भने के छ अब नयाँ आउने जेनेरेसनहरू, अब यङ बिजनेसमा आउने मान्छेहरू होला। अघि हामी कुरा गऱ्यौँ अब 30s म आफै 30s लागिसकेँ। सो अब हामीले व्यवसाय गर्ने अथवा के गर्ने टाइम आइसक्यो। सो मेरो साथीहरू पनि धेरै हुनुहुन्छ अहिले व्यवसायमा इन्ट्रेस्टेड भएकोहरू, कोही गरिरहनु भएको छ। सो ओभरअल व्यवसाय, नेपाली व्यवसायीहरूलाई र स्पेसल्ली चाहिँ युवाहरूलाई के भन्न चाहनुहुन्छ? अब के अरे व्यवसाय भन्ने बित्तिकै एउटा जो मान्छे व्यवसायमा इन्डिपेन्डेन्ट भनिन्छ नि होइन, जाने भनेकै के हुन्छ त भन्दाखेरि अहिले म काम गर्दैछु भनेदेखि मेरो सबै कुरा मेरो साउले कभर गर्छ, इन्सुरेन्सदेखि लिएर सबै कुराहरू होइन। म बिरामी भयो भने पनि त्यो सबै उतैबाट हेरिन्छ। अब इन्डिपेन्डेन्ट भनेको चाहिँ मैले चाहिँ कसरी हिसाब गर्छु भन्दाखेरि हामी सरकारसँग बराबर काँध मिलाएर होइन, म पनि तिम्रो सरकारकै भूमिकामा म आउन चाहन्छु होइन, म रोजगारी चाहिँ क्रिएट गर्छु र त्यसलाई सहयोग गर्छु होइन, कम्युनिटीलाई सहयोग गर्छु, मलाई केही पनि चाहिँदैन, बाँकी केही रह्यो भनेदेखि लिन्छु भन्ने हिसाबले बिजनेसमा जाने हो होइन। त्यतिको हो, किनभने भोलि हेर न बिजनेस गर्ने मान्छेलाई घर किन्न समस्या छ, भर्खर स्टार्टिङ गरेको मान्छेलाई 2-4 वर्ष त समय लिन्छ क्या उसले होइन, किनभनेदेखि अब उसको केही भरै हुँदैन होइन। अब मैले काम गरेको मान्छेले बरु इजिली चाहिँ पाउँछ होइन, मलाई दिन गाह्रो मान्छ कतिपय ठाउँमा होइन, एउटा इक्जाम्पलको कुरा क्या। अनि त्यो हिसाबले गर्दाखेरि उसो नि एकदम हाई रिस्क हुन्छ बिजनेसमा। तर कुरा बुझेर अब अहिले हामीसँग त राम्रो संयन्त्र भनौँ न होइन, मेकानिजम छ, हामीले कुनै प्रोजेक्ट गर्न खोज्दाखेरि अलरेडी मार्केट छ होइन। जस्तो अब हामीसँग सम्पर्कमा आयो भनेदेखि केही न केही होइन त्यो अरूले नदेखेका कुराहरू हुनसक्छन्, अनुभव छ, हामीले चाहिँ ल यस्तो गर्न सकिन्छ है, यो ठाउँमा चाहिँ अलिकति वाच आउट गर है भनेर हामीले भन्न सकिन्छ होइन। हामीले त्यो ठाउँमा देखाउन सकिन्छ, तिम्रो यो समस्या भने त्यो ठाउँमा जाऊ होइन, त्यहाँबाट चाहिँ समस्याको समाधान छ। अथवा नेटवर्किङका कुराहरू अहिले मैले छुट्याइछु थोरै यता हाम्रो चाहिँ अहिले के भएको छ भनेदेखि अन्तिमतिर युनिजोसँग पनि एकदम राम्रो साँठगाँठ बढाएको छ होइन। अनि युनिजोसँग पनि राम्रो बनेको भएर भोलिको दिनमा जुन बिजनेस अलिकति सबै चिजहरू ट्रेनिङका कुराहरू भए होइन, यसलाई चाहिँ अन्डरनेमर्स अथवा चाहिँ बिजनेसम्यानहरूलाई चाहिँ कसरी प्रोटेक्ट गर्ने भन्ने कुरा चाहिँ यताबाट चाहिँ डेफिनेटली आउँछ होइन। त्यसले पनि के अरे बिजनेस सुरु गर्नु भन्दाखेरि सस्टेन हुनु पऱ्यो। बिजनेस गरेर 5 वर्षमा चाहिँ होइन आउट अफ बिजनेस हुनु भनेको ठुलो लस हो होइन, अथवा 2 वर्ष 1 वर्ष वाटेभर होइन, म्याक्सिमम् 5 वर्षभित्रमा प्रायः जसो डुब्ने मान्छे डुब्छन्, त्यसपछि डुबेन भने डुब्दैन भन्छ नि। त्यो हिसाबले गर्दाखेरि त्यो अवस्था आयो भनेदेखि हामीले चाहिँ के भने त्यो आउनुभन्दा पहिले त्यसलाई कसरी चाहिँ प्रिभेन्ट गर्ने भन्ने कुराहरू गर्न सकिन्छ। एउटा मात्रै दिमाग होइन नि त, यहाँ त मैले नजानेको राजस्थान थाहा हुनसक्छ, हाम्रो यो कम्युनिटी हो, एसोसिएसन हो होइन। अनि हामी एक्सपर्टहरू छन् हामीसँग, हामी एक्सपर्टसँग सल्लाह गर्न सक्छौँ। त्यस कारणले गर्दाखेरि युवाहरूलाई पनि होइन बिजनेस गर्नुभन्दा पहिले धेरै सोच विचार गरेर होइन बिजनेसमा हाम फाल्ने होइन, लगानी भन्ने कुरो चाहिँ अब एक्चुअली डुब्यो भनेदेखि फेरि मान्छेले त्यो हेर्ने उसको पर्सेप्सनै चेन्ज हुन्छ क्या होइन। भोलिको दिनमा फेरि अर्को चिज गर्नको लागि हिम्मत आउँदैन। त्यस कारणले गर्दाखेरि सोच विचार गरेर सकेसम्म चाहिँ नडुब्ने नबिग्रिने किसिमले गर्नु होला। त्यसको लागि हामीले कुनै पनि किसिमको साथ सहयोग गर्नुपर्ने इन्फर्मेसनहरू होइन दिनुपर्ने सबै कुराहरू हामी चाहिँ गर्नलाई हामी छौँ। हाम्रो वेबसाइट छ nevab.be भनेर, त्यहाँ जानुभयो भने त्यहाँ सबै वाट्सएपदेखि लिएर सबैको लिङ्क त्यसैमा छ होइन। त्यहाँ गएर चाहिँ कुरा गर्न सकिन्छ, फोन नम्बर पनि छ होइन, इमेल गर्न सक्नुहुन्छ। केही पनि जानकारी चाहियो भने गर्नुहोस्, तपाईँहरूको साथ सहयोगको सधैँ अपेक्षा गरेको छौँ हामीले।
तपाईँहरू बिजनेसमा इन्ट्रेस्टेड हुनुहुन्छ भने र केही सहयोग सल्लाहहरू चाहियो भने चाहिँ अभियसली तपाईँहरू नेवाबसँग जहिले पनि कन्ट्याक्टमा बस्न सक्नुहुन्छ। दैले भने जस्तो nevaab.be बाट तपाईँहरूले सम्पूर्ण इन्फर्मेसनहरू पाउनुहुनेछ। र हामी कुराको अन्त्यमा आयौँ होइन। अब केही अझै पनि केही थपेर तपाईँ ऱ्यापअप गर्न चाहनुहुन्छ भने अब तपाईँको अब व्यवसाय सङ्घकै मेम्बरहरू अथवा तपाईँका समकालीन कार्य समितिकै साथीहरू अथवा अरूहरूलाई केही भन्नु छ भने। ठिक छ। अब सबभन्दा पहिला त अब राजेश भाइलाई थ्याङ्क यू सो मच, राजेश भाइको सम्पूर्ण टिमलाई होइन। तपाईँहरूले पनि एकदमै राम्रोसँग काम गरिराख्नु भएको छ सोसाइटीमा, हामीले देखिरहेछौँ होइन। अब राजेश भाइहरूसँग पनि सिक्नुपर्ने युवाहरूले धेरै कुराहरू छन् होइन। कन्सिस्टेन्सी भन्ने कुरा चाहिँ के हो भन्ने कुरा देखिन्छ होइन। सुरुबाट मेहनत गर्दै किनभने त्यो हरेक कार्यक्रमहरूमा गएर भिडियो बनाउनुदेखि लिएर कति मेहनतका कुराहरू छन् होइन। अहिले भाइले पोडकास्ट चलाइरहेछ होइन। अब यी चिजहरू छँदैछन्। त्योदेखि बाहेक अब मेरो कार्य समिति अहिले मैले भन्नै पर्छ। सबभन्दा पहिले चाहिँ म मेरो अरूलाई सम्झिन चाहन्छु, जसले चाहिँ व्यवसायी सङ्घलाई 2006बाट यहाँसम्म ल्याउनु भयो, सबै प्रेसिडेन्टहरू, समितिका चाहिँ साथीहरू। त्यस्तै गरिकन अहिले मेरो कार्य समितिमा हुनुभएका साथीहरू, युवा भाइ बहिनीहरू पनि हुनुहुन्छ जस्तो होइन। अनि मभन्दा सिनियर दाइहरू पनि हुनुहुन्छ। सबैजनाले एकदमै आफ्नो ठाउँमा कस्तो लाग्छ भने अहिलेको मेरो टिम भनेको चाहिँ एकदम जस्तो हुनुपर्ने त्यस्तो टिम छ जस्तो लाग्छ क्या होइन। अनि तपाईँहरूप्रति एकदम पोजिटिभ छु। तपाईँहरूले गरेको साथ सहयोगले नै गर्दाखेरि हामी यहाँसम्म आइपुगेको छौँ होइन। र आगामी दिनहरूमा पनि समितिको पनि सहयोग रहोस्, व्यवसायी साथीभाइको पनि साथ सहयोग रहोस् भन्ने छ। हामी यो चाहिँ कस्तो भनेदेखि इन्डिभिजुअल्ली भन्दाखेरि पनि सोसाइटीलाई अपलिफ्टिङ गर्ने क्रममा छौँ होइन। सबैको साथ सहयोग रह्यो भनेदेखि अझ हामीले बेटर गर्न सक्छौँ। सबैजनालाई धन्यवाद, थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू एभ्रिबडी। सबैजनालाई धेरै धेरै धन्यवाद। आजको एपिसोड हामी यहीँ अब सघाउन चाहन्छौँ। र आज निकै नै राम्रो गफ भयो, मिठो गफ भयो। केही कमी कमजोरीहरू भएका छन् भने कृपया माफी गरिदिनु होला, किनकि हामीले अघिल्लो एपिसोडमा पनि भनेका थियौँ हामी पोडकास्टको सुरुवाती चरणमा छौँ। सो केही टेक्निकल प्रब्लमहरू हुनसक्छ, बोल्दाखेरि केही गल्तीहरू भएको हुनसक्छ। सो केही छ भने कृपया माफ गरिदिनु होला। र यति भन्दै आजको एपिसोड यहीँ सकेको छ। नेक्स्ट एपिसोडमा हामी अर्को गेस्टसँग आउने नै छौँ। तपाईँसम्मको लागि हवाईजहाजलाई फलो गर्न नबिर्सिनु होला। हवाईजहाज पोडकास्ट मार्फत बेल्जियममा रहनुभएका नेपालीहरू र पछि मिल्दै गयो भने युरोपमा रहनुभएका नेपालीहरूको कथाहरू लिएर आउने हाम्रो प्रयास जारी रहनेछ। धन्यवाद। मैले आफ्नो बारेमा भन्नुपर्दाखेरि म सुरुको दिनबाट एनआरएनको अभियानमा हिँडेको छु। तर मैले आफैले कुनै पनि समितिमा बसेर म आफै चाहिँ होइन काम गरेको छैन, किनभने त्यसमा धेरै कम्प्लिकेसनहरू छन् भन्ने कुरा महसुस गरेर पनि म आफू चाहिँ त्यसमा इन्भल्भ भइनँ। र अब अहिलेको यो विकसित अवस्था हेर्दाखेरि होइन हामीले देखिन्छ लगभग 2 देखि 3 कार्यकाल भयो एनआरएन एकदमै कम्प्लिटली अनप्रोडक्टिभ रूपमा गइरहेको छ होइन। त्योभन्दा हामीलाई दुःख लाग्छ, किनभने हामी त्यो एउटा यस्तो खालको नेटवर्क हो जुन नेटवर्कले गर्दाखेरि विदेशमा बसेका नेपालीलाई नेपालसम्म जोड्ने, नेपाल सरकारसम्म जोड्ने होइन। हाम्रो हक अधिकारका कुराहरू, हाम्रो चाहिँ जुन विदेश युरोपियन कन्ट्रीहरूमा बस्नेहरूले चाहिँ होइन बाध्यतावश गुमाएका चाहिँ नागरिकताका हकहरू फेरि फिर्ता लिने कुराहरूमा एनआरएनले लामो समयदेखि चाहिँ वकालत गर्दै आइरहेको थियो। र अब अहिले यो गएको 2-3 कार्यकालमा अन्तर्राष्ट्रियमा समस्या भएको भएर अब हामीले सिधा भन्नुपर्दाखेरि वास्तवमा राजनीतिकरण भयो होइन। काङ्ग्रेस, एमाले, माओवादी भनेर हामी जबसम्म विदेशमा बस्ने नेपाली एनआरएन भनौँ न होइन, विदेशमा बस्ने नेपाली भनेर एक हुँदैनौँ होइन। जबसम्म हामी चाहिँ विभाजित हुन्छौँ तबसम्म हाम्रो कुरा गभर्मेन्टले कहिले पनि सुन्दैन, हाम्रो भ्यालु पनि बन्दैन। र अब मलाई अहिले के लाग्छ भन्नुहुन्छ भने सर्टकटमा म जान चाहन्छु। हामीले 2003बाट सुरु गरेको एनआरएनएले अब संसारमा 80वटा देशमा चाहिँ नेटवर्क बनाएको छ भनेर भनिन्छ होइन। तर अहिलेको अवस्था हेर्दाखेरि कस्तो भने एनआरएनएको नाम लिँदाखेरि पनि मान्छे चाहिँ नाक खुम्च्याउनु पर्ने अवस्था आइसकेको छ। वास्तवमा एनआरएनए त्यस्तो होइन होइन। अहिले अन्तिमतिर आएका कतिपय अभियन्ताहरूको कारणले गर्दाखेरि पनि यो चाहिँ दूषित भयो। र अब मैले यसरी पनि हेर्छु 2003मा एनआरएनए किन बनाइएको थियो भन्ने कुरा पनि हामीले छट्ट फर्केर हेऱ्यो भनेदेखि स्पष्ट हुन्छ। त्यतिखेर हामीसँग कम्युनिकेसनको माध्यम थिएन होइन, वन वे कम्युनिकेसन हुन्थ्यो
हामीसँग चाहिँ टु वे कम्युनिकेसनको अवस्था थिएन। त्यतिखेर हाम्रो डाक्टर महतोहरू आउनुभयो, उहाँहरू आएर जे भन्नुभयो हामीले त्यही सुन्यौँ, त्यही बुझ्यौँ, त्यसरी नै संसारभरि नेटवर्क बन्दै गए होइन। तर अब अहिले समय फरक छ, हामी डिफ्रेन्ट उसमा छौँ होइन। त्यतिखेर भर्खर 2003तिर भनेको भर्खर विदेश आउने चलन थियो, एकदम सङ्ख्या पनि एकदम कम थियो। तर अब अहिले हामी 80 लाखभन्दा बढी चाहिँ नेपाली विदेशमा छौँ भनिसकेपछि र अब त्यो जेनेरेसनभन्दा सेकेन्ड जेनेरेसनका पनि बाबु नानीहरू पढेर लेखेर होइन अब यहाँ चाहिँ डक्टर इन्जिनियर भइसकेका छन् विदेशमै पनि भनिसकेपछि समय धेरै परिवर्तन भइसकेको छ। हामी अहिले पनि एमाले, काङ्ग्रेस, माओवादी वाटेभर होइन राजनीतिक रूपमा चाहिँ विभाजित भएर एनआरएनएको चाहिँ एक हुन कहिले पनि सकिँदैन। अब मेरो चाहिँ मैले अस्ति शेषदाईसँग भेट्दाखेरि पनि त्यो कुरा मैले भनेको थिएँ। अनि अस्ति हाम्रो कतार जाने बेलामा हाम्रो चाहिँ एनआरएनको अभियन्ता हुनुहुन्छ हाम्रो आरके शर्मा, उहाँलाई पनि मैले त्यो कुराहरू राखेको थिएँ र अरू बेलामा अरू ठाउँमा पनि मैले त्यो कुरा राखेको छु। युके जाने बेलामा पनि हाम्रो एनआरएनएका पूर्व अध्यक्ष कुलदाईलाई पनि मैले त्यो कुराहरू भनेको छु होइन। किनभने अब हामीले कसरी हेर्नुपर्छ जस्तो लाग्छ भन्दाखेरि मिडल इस्टमा भएको प्रब्लम, मिडल इस्टमा भएको समस्या समाधान युरोपमा भन्दा फरक छ होइन। त्यहाँ के छ, छोटो समयलाई काममा आउने 5 वर्ष 10 वर्ष म्याक्सिमम काम गर्ने, त्यसपछि नेपाल फर्किएर जाने हो होइन। र उहाँहरूको चाहिँ कस्तो भने त्यो एउटा चाहिँ फ्याक्ट्रीमा उसमा काम गर्न कन्स्ट्रक्सनमा केमा काम गर्न गर्नुहुन्छ उहाँहरू जानुहुन्छ, एउटा स्किल लिएर जानुहुन्छ होइन। तर हाम्रो के छ भन्दाखेरि हामी यहाँ छुट्टै ठाउँमा बसेको छौँ, हामी परिवार लिएर आएर बसिया हुन्छौँ होइन। छोराछोरीलाई भाषाको प्रब्लम हुन्छ, भाषा बोल्दैनन् भन्ने किसिमको समस्या हुन्छ र चाहिँ हामीले चाहिँ हाम्रो कल्चर सिकाउनु पर्ने हुन्छ। हामी आफै चाहिँ कतिपय अवस्थामा धेरै नेपाली विदेशी नागरिकता लिइसकेपछि स्वतः रूपमा नेपाली नागरिकता चाहिँ गुमिएको छ भनिसकिसकेपछि हाम्रो ग्लोबल एनआरएनए एक ठाउँमा बसेर एकजनालाई प्रेसिडेन्ट बनाएर हाम्रो चाहिँ जुन समस्या छ त्यसको चाहिँ सम्बोधन कहिले पनि हुन सक्दैन होइन। मैले यसरी सोचेको कि यदि एउटा मिडल इस्टमा एउटा एनआरएनए होस् होइन र त्यहाँनिरबाट फर्केर जाने मान्छेहरूले चाहिँ कसो भने 5 वर्षपछि फर्केर गएपछि त्यहाँ सिकेको स्किल नेपालमा युज गर्न सक्दैनन् होइन। र एटलिस्ट हामीले यहाँबाट कोसिस गरियो भनेदेखि होइन फ्याक्ट्रीहरू खोल्न सकिन्छ, ती मान्छेहरूले त्यहाँ काम पाउन सक्छन् होइन। भोलि एउटा चाहिँ एउटा एजेन्डा जस्तो हामीलाई अहिलेको लागि के छ भने पोलिसी मेकिङ गर्ने ठाउँमा छौँ नि त। युरोपमा मैले अघि पनि भने, सुरुमा पनि भनेको त्यही, हामी धेरै पैसा कमाउने उसमा होइन होइन। हामी त सबै कुरा छ यहाँनिर होइन। बस्न खान भोलि कामै गर्दिनँ भने पनि चाहिँ सरकारले पाल्ने ठाउँमा बसिया छौँ भनिसकेपछि होइन हामीलाई त्यो किसिमको प्रब्लम छैन। हामीलाई के प्रब्लम छ भन्दाखेरि हाम्रो अलिक डिफ्रेन्ट छ। हाम्रो छोराछोरी कसरी चाहिँ होइन कल्चर गर्न सक्ने, कसरी हाम्रो छोराछोरीलाई हामीले नेपालसम्म जोड्न सक्ने भन्ने किसिमका कुराहरू यहाँ छन् होइन। र फेरि युरोप सानो पनि छ, सानो भन्नाले एकदम नजिक भएको भएर पोलिसी मेकिङ गर्ने ठाउँमा भएको भएर हामीले पोलिसी मेकिङमा हामीले काम गर्न सक्छौँ। र भोलिको दिनमा कुनै चिज गर्नु पर्यो भने एकबद्धता युरोपबाट हुन्छ डेफिनेटली होइन। हाम्रो जुन नेसनालिटीको प्रब्लम छ नि होइन त्यसको लागि चाहिँ मिडल इस्टले चाहिँ भोलि एकबद्धता जनाउन सक्छ होइन। अमेरिका र युरोपमै सोच्ने, खाने, बस्ने तरिका फरक छ होइन। भनेपछि यहाँबाट सबै मान्छेलाई एउटा टोकरीमा राख्नु भनेको चाहिँ मैले के हिसाब गर्छु भने अहिले जुन तरिकाले हामीले प्र्याक्टिस गरेका छौँ नि त्यो चाहिँ एउटा कोठाभित्र एउटा मुसालाई, एउटा बाघलाई र एउटा बिरालोलाई थुन्दे जस्तो हो क्या होइन। त्यसले चाहिँ सबैको डिफ्रेन्ट नेचर छ, डिफ्रेन्ट चाहिँ चाहना छ, जुन कारणले गर्दाखेरि चाहिँ हाम्रो चाहना पुरा हुन सकेको छैन। भएको 5-6 वर्षभन्दा बढी भइसक्यो एकता भनेर लडिरहेछौँ। अब यो कुरा छोडौँ होइन। अब के गरौँ भन्दाखेरि सकिन्छ भनेदेखि आखिरमा हामी विदेशमा बसे सबै एनआरएनए नै हौँ होइन। नाम अब अङ्ग्रेजीमा राखेको भएर एनआरएनए, नेपालीमा राखे अब भने गैर आवासीय नेपाली भनेर भनिन्छ होइन, अथवा प्रवासी नेपाली जसरी बुझे पनि भयो। भनेपछि एटलिस्ट हामी आफ्नो ठाउँबाट स्ट्रङ भइयो भनेदेखि भोलि चाहिँ नेपाल सरकारले पनि हेर्ने, हामी लड्न परेन भनेदेखि नेपाल सरकारले पनि हेर्ने बुझ्ने अवस्था आउन सक्छ। म यहाँहरूलाई यही कुराहरू चाहिँ एउटा सेयर गर्न पनि मन लागेको थियो। अहिले मैले सेयर गर्ने अवसर पाएँ। तपाईँहरूको यस बिचमा कस्तो खालको चाहिँ होइन फिडब्याक हुन्छ राख्नु होला। अघि राजेश भाइले भने जस्तै त्यो भयो भनेदेखि भोलि हामीले कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले कुरा अगाडि बढाउन सकिन्छ। थ्याङ्क यू सो मच।